आजको ट्रेनिङमा हजुरहरूलाई धेरै धेरै स्वागत छ होइन। हजुरहरूलाई चाहिँ मनमा लागेको क्वेसन्सहरू चाहिँ तपाईँले एट द इन सोध्न सक्नुहुन्छ। अनि तपाईँहरूलाई चाहिँ यहाँ केही हुन्छ नि लाइक बिचमा तपाईँहरूलाई चाहिँ केही हुन्छ नि लाइक त्रुटिहरू भयो अथवा केही समस्याहरू भयो भने तपाईँले मलाई चाहिँ रोक्न सक्नुहुन्छ र तपाईँले त्यहीँ पनि मलाई चाहिँ क्वेसन्सहरू सोध्न सक्नुहुन्छ है त। लेट्स गो फर इट। आइएम भेरी एक्साइटेड होइन। तपाईँहरूलाई चाहिँ हुन्छ नि लाइक मेरो आजको यो जर्नीको बारेमा, तपाईँहरूलाई चाहिँ यो बिजनेसको बारेमा, यो डिजिटल मार्केटिङको बारेमा, अनलाइन बिजनेसको बारेमा तपाईँहरूसँग चाहिँ सेयर गर्न पाउँदा मलाई एकदमै खुसी लागिरहेको छ। तपाईँहरू जोडिनु भयो, हजुरहरूको अमूल्य समय निकालेर चाहिँ मेरो आजको ट्रेनिङमा आउनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद छ हजुरहरूलाई चाहिँ पहिला सुरुमा चाहिँ मैले मेरो बारेमा भन्न चाहेँ है। त्यसको लागि चाहिँ लेट्स गो फर इट। हजुरहरूलाई चाहिँ मेरो बारेमा थाहा छैन भने चाहिँ मेरो नाम चाहिँ बोज कुमारी गुरुङ हो। म चाहिँ लिउकेदेखि हो। एज अ प्रोफेसन चाहिँ म चाहिँ एज अ डेन्टल नर्स काम पनि गर्ने गर्छु। म एज अ सर्जिकल साइडतिर काम गर्ने गर्छु भने चाहिँ म चाहिँ अहिले चाहिँ एज अ डिजिटल मार्केटिङ पनि एज अ साइड हसल चाहिँ मैले गरिरहेको छु। म चाहिँ एज अ फुल टाइम काम सँगसँगै पनि मैले एज अ साइड हसल चाहिँ यो बिजनेस रन गरिरहेको छु। म 2टा बच्चाको आमा पनि हो होइन। हजुरहरूले चाहिँ मलाई चाहिँ एज अ डेन्टल सँगसँगै बिजनेसको क्वेसन्सहरू पनि सोध्न सक्नुहुन्छ। आई डोन्ट रियली माइन्ड इट, किन भन्दाखेरि म चाहिँ एज अ प्रोफेसन चाहिँ म डेन्टल नर्स भएको कारणले गर्दाखेरि तपाईँले यहाँ चाहिँ डेन्टल र बिजनेसको दुइटै बारेमा क्वेसन्सहरूको कम्बिनेसन गरेर सोध्न सक्नुहुन्छ है। किन भन्दाखेरि आफूले जानेको कुराहरू सेयर गर्नको लागि आई डोन्ट रियली माइन्ड इट। किन भन्दा काम भन्ने कुरा मनदेखि गर्नुपर्छ होइन। अरूलाई सहयोग गर्नको लागि म जहिले पनि तपाईँहरूको लागि चाहिँ हुन्छ नि लाइक हाजिर हुनेछु होइन। त्यसले गर्दा हजुरहरू चाहिँ कुनै पनि हुन्छ नि लाइक अप्ठ्यारो नमानिकन मलाई चाहिँ क्वेसन्सहरू सोध्दै जान सक्नुहुन्छ है त। म चाहिँ एउटा फुल टाइम काम गर्ने आमा होइन। फुल टाइम काम गर्दाखेरि चाहिँ मेरो 2टा बाबु पनि छ होइन। मेरो सानो सानो 2टा बाबुहरू छ होइन। उनीहरूलाई चाहिँ मैले चाहिँ टाइम दिन नसक्ने होइन। जहिले पनि मैले काम घर गर्दा गर्दा जिन्दगी बिताइराखेको थिएँ होइन। त्यसले गर्दाखेरि चाहिँ अहिलेसम्म चाहिँ मैले यहाँ चाहिँ हुन्छ नि लाइफमा चाहिँ मेरो लागि चाहिँ दिन फेरियो, महिना फेरियो, साल फेरियो, तर मेरो लाइफ कहिले पनि फेरिएन क्या होइन। मैले चाहिँ जहिले पनि महिनाको अन्तिममा आउँदाखेरि ब्याङ्क खाता चेक गरिराख्नु पर्ने अनि मेरो बच्चाहरूले चाहिँ रुवाई काममा गइराख्नु पर्ने होइन। मेरो लाइफ चाहिँ डेली चाहिँ त्यही नै चलिरहेको थियो क्या होइन। त्यसले गर्दाखेरि चाहिँ मैले चाहिँ यहाँ चाहिँ लाइक इनफ इज इनफ भनेर चाहिँ मैले 1 मन्थमा एज स्टप गरेर चाहिँ मेरो बच्चाहरूको लागि चाहिँ म चाहिँ प्रेजेन्ट मम हुनुपर्छ, प्रोभाइडर मम मात्रै भएर चाहिँ जिन्दगी चल्न धेरै गाह्रो छ भनेर चाहिँ मैले चाहिँ अनलाइनहरू सर्च गर्न लाएँ। अनलाइनहरू सर्च गर्दाखेरि मैले फाइनली भेटाएँ डिजिटल मार्केटिङ बिजनेस होइन। त्योभन्दा पहिला मैले ट्राई गरेको थिएँ टिकटक सप। टिकटक सप ट्राई गर्दाखेरि चाहिँ मसँग चाहिँ त्यति धेरै एक्सपिरियन्सहरू पनि थिएन। मैले त्यो प्रोडक्टहरू कसरी सेल गर्ने, कसरी प्रमोट गर्ने मसँग कुनै पनि आइडियाहरू चाहिँ थिएन क्या होइन। त्यसले गर्दाखेरि म पनि त्यसमा चाहिँ गर्न सकिनँ। त्यसपछि मैले अर्को के गर्न खोजिरहेको थिएँ भन्दाखेरि मैले चाहिँ यहाँ चाहिँ यस्तो बुनतुनहरू गर्नु पनि मलाई एकदमै मनपर्छ क्या। मैले टोपी, गलबन्दी फुलहरू, म्याटहरू त्यस्तोहरू पनि बनाउने गर्छु। मैले चाहिँ त्यो बनाएर इबे थ्रु सेल गर्ने ट्राई पनि गरेँ। किन भन्दा मलाई एक्स्ट्रा सोर्स अफ इन्कम केही न केही त मलाई चाहिरहेको थियो क्या। एउटै मात्र सोर्स अफ इन्कमले मलाई चाहिँ पुगिरहेको थिएन होइन। त्यसले गर्दाखेरि चाहिँ मैले केही न केही गर्ने ट्राईहरू गरिरहेको थिएँ, तर मेरो दुइटैमा म सक्सेस हुन सकिनँ होइन। त्यसपछि चाहिँ मैले चाहिँ यहाँ चाहिँ यो डिजिटल मार्केटिङ बिजनेस चाहिँ मैले चाहिँ जोइन गरेँ होइन। जोइन गर्दाखेरि चाहिँ मसँग कुनै पनि एक्सपिरियन्सहरू थिएन क्या होइन। त्यसले गर्दाखेरि तपाईँको चाहिँ यहाँ चाहिँ तपाईँहरू पनि ओ माई गड एक्सपिरियन्स छैन, केही पनि छैन, केही पनि जानेको छैन भन्नुहुन्छ भने यु डोन्ट ह्याभ टु वरी अबाउट एट अल। म पनि एक्ज्याक्टली हजुर जहाँ हुनुहुन्छ म पनि त्यही नै थिएँ क्या होइन। अहिले म यतिको बोल्नै सक्छु, यतिको बोल्ने छु, त्यसले गर्दाखेरि चाहिँ अलिकति पत्याउन त गाह्रो हुन्छ होइन। तर कस्तो हुन्छ भन्दा हुन्छ नि लाइक सिकेर गर्न नसक्ने भनेको कोही पनि छैन क्या होइन। आजको मेरो टपिक रहनेछ हजुरहरूको लागि चाहिँ डिजिटल मार्केटिङ होइन। डिजिटल मार्केटिङ भनेको के हो त, यसमा चाहिँ हामीले कसरी काम गर्न सकिन्छ, यसबाट हामीले कसरी पैसा कमाउन सकिन्छ, काम चाहिँ के गर्ने हो, यसको प्रोसेसहरू के हो त, तपाईँहरूलाई मैले आज यसको बारेमा चाहिँ सबै कुराको जानकारीहरू गराउनेछु। किन भन्दा यो डिजिटल भन्ने बित्तिकै यो अनलाइन हो होइन। हामीले चाहिँ अनलाइन थ्रु चाहिँ काम गर्न सकिन्छ, यहाँबाट चाहिँ अनलाइनबाट पैसाहरू कमाउन सकिन्छ। यसको प्रोसेसहरू तपाईँलाई मैले स्टेप बाई स्टेप जानकारी गराउँदै जानेछु है त। ओके, वास्तवमा चाहिँ डिजिटल मार्केटिङ भनेको चाहिँ के हो त होइन। धेरैजनाले डिजिटल मार्केटिङ गरेर यति पैसा कमाए, 5,000, 10,000, 20,000 डलर होइन, मिलियन मिलियन डलर चाहिँ मान्छेहरूले डिजिटल मार्केटिङ गरेर होइन पैसा कमाइरहेका छन् होइन। सेल्फ मेड मिलियनर होइन, आफै सेल्फ इम्प्लोय भएर चाहिँ आफ्नो हिसाबमा त आफ्नो टाइम स्केड्युलमा चाहिँ काम गरेर पैसा कमाइरहेका छन्। किन भन्दाखेरि डिजिटल मार्केटिङ एउटा स्ट्राटेजीले गर्दाखेरि, एउटा प्लेटफर्मले, एउटा हुन्छ नि एउटा स्किल्सले गर्दाखेरि उहाँले चाहिँ होइन आफ्नो लाइफमा चाहिँ धेरैभन्दा धेरै कुराहरूको चेन्जेसहरू ल्याउन सक्नु भएको छ होइन। त्यसले गर्दाखेरि डिजिटल मार्केटिङ भनेको वास्तवमा के हो त भन्दाखेरि तपाईँको चाहिँ यहाँ चाहिँ डिजिटल मार्केटिङ भनेको तपाईँको कुनै पनि प्रोडक्ट या सर्भिस तपाईँले चाहिँ यहाँ चाहिँ प्रमोट गरेर गरिने बिजनेस हो क्या। तपाईँले यहाँ चाहिँ प्रमोट भनेको तपाईँले यहाँ चाहिँ मार्केटिङ गर्नुहुन्छ, त्यसको बारेमा इन्फर्मेसनहरू दिनुहुन्छ, अनि तपाईँले यहाँ चाहिँ एभ्री टाइम तपाईँले चाहिँ यहाँ चाहिँ सेल गर्नुहुन्छ, रिफर गर्नुहुन्छ, तपाईँले त्यहाँदेखि चाहिँ इन्कमहरू गर्न सक्नुहुन्छ। तपाईँसँग चाहिँ फर इक्जाम्पल फोन छ भने तपाईँले फोनको बारेमा तपाईँले प्रमोट गर्नुहुन्छ, त्यो फोन सेल गर्नुहुन्छ, तपाईँले त्यहाँदेखि चाहिँ कमिसनहरू बनाउन सक्नुहुन्छ। यसको डिजिटल मार्केटिङ। अहिलेको समयमा चाहिँ डिजिटल मार्केटिङ चाहिँ एकदमै हाई डिमान्डमा छ। कसरी भन्दाखेरि चाहिँ अहिलेको समयमा चाहिँ होइन
तपाईँको चाहिँ हरेकको हातमा फोन छ, तपाईँको हातमा तपाईँको चाहिँ यहाँ चाहिँ इन्टरनेट एक्सेसहरू छ होइन। त्यसले गर्दा तपाईँको चाहिँ यहाँ चाहिँ तपाईँलाई चाहिँ कुनै पनि सामानहरू चाहियो, कुनै पनि कुराको न्युजहरू तपाईँले चाहिँ यहाँ चाहिँ सुन्नु पर्यो भने तपाईँले एकछिनमा तपाईँले चाहिँ यहाँ चाहिँ पाउन सक्नुहुन्छ क्या होइन। तपाईँलाई खानको लागि होस्, तपाईँलाई कुनै पनि कपडाहरू किन्नको लागि होस्, तपाईँलाई फिजिकली अहिले चाहिँ स्टोरमा प्रेजेन्ट हुनु पर्दैन क्या। अहिलेको समय भनेको सबै डिजिटल छ नि त होइन। तपाईँको वान फोनको क्लिकको भरमा तपाईँको घरमै आइपुग्छ होइन, त्यस्तो खालको समय आइसकेको छ होइन। त्यसले गर्दा तपाईँको चाहिँ यहाँ चाहिँ अहिलेको समयमा चाहिँ डिजिटल मार्केटिङ चाहिँ एकदमै इफेक्टिभ र तपाईँले चाहिँ यहाँ एकदमै राम्रो वेबाट चाहिँ पैसा कमाउन सकिने तरिका चाहिँ अहिले चाहिँ बनेको छ होइन। पहिला पहिला चाहिँ ट्रेडिसनल मार्केटिङ हुने गरेको थियो। तपाईँले चाहिँ यहाँ चाहिँ पोस्टरहरू टाँसेर रेडियोबाट त्यसरी चाहिँ प्रमोट गरिन्थ्यो, जुन कि तपाईँले एक्सपेन्सिभ पनि थियो र तपाईँले यहाँ चाहिँ समाचारहरू पुऱ्याउनको लागि, तपाईँले यहाँ चाहिँ आफ्नो प्रोडक्ट र सर्भिस पुऱ्याउनको लागि अलिकति टाइम पनि लाग्ने गर्थ्यो। किन भन्दाखेरि त्यति बेला चाहिँ डिजिटलको जमानाहरूको बारेमा चाहिँ थाहा थिएन होइन। तर अहिलेको समय भनेको चाहिँ एकदमै टोटली डिफ्रेन्ट छ पहिलाको भन्दा चाहिँ होइन। त्यसले गर्दाखेरि चाहिँ अहिलेको समयमा चाहिँ डिजिटल मार्केटिङ इज इन द हाई डिमान्ड स्किल्स है त। अनि तपाईँको चाहिँ यहाँ चाहिँ डिजिटल मार्केटिङ गर्नुको लागि के चाहिन्छ त भन्दा तपाईँले चाहिँ यहाँ चाहिँ नम्बर 1 भनेको तपाईँको चाहिँ यहाँ चाहिँ स्मार्ट डिभाइस। तपाईँलाई चाहिँ मोबाइल फोन छ, तपाईँसँग आइप्याड छ, तपाईँसँग ल्यापटप छ, वाट एभर यु हेभ इट, एउटा स्मार्ट डिभाइस भयो भने तपाईँले यो डिजिटल मार्केटिङ बिजनेस रन गर्न सक्नुहुन्छ आफ्नै कम्फर्ट जोनमा बसेर है त। सेकेन्ड भनेको तपाईँलाई के चाहिन्छ भन्दा तपाईँलाई इन्टरनेट एक्सेस होइन। अभियसली होइन, तपाईँले मोबाइल फोन भइसकेपछि चाहिँ इन्टरनेट एक्सेस चाहियो नै होइन। विदाउट इन्टरनेट एक्सेस चाहिँ मोबाइल चलाउँदाखेरि पनि एकदम हुन्छ नि कस्तो के नभएको के नभएको जस्तो हुन्छ क्या हामीलाई चाहिँ होइन। त्यसले गर्दा तपाईँको चाहिँ यहाँ चाहिँ इन्टरनेट एक्सेस भयो भने चाहिँ तपाईँले चाहिँ हुन्छ नि लाइक यो डिजिटल मार्केटिङ बिजनेस पनि रन गर्न सक्नुहुन्छ रिमोटली काम गरेर होइन। अनि तपाईँलाई थर्डमा चाहिने भनेको चाहिँ सोसियल मिडिया। तपाईँले चाहिँ यहाँ चाहिँ एउटा जुन तपाईँको चाहिँ यहाँ चाहिँ स्मार्ट डिभाइस, तपाईँले चाहिँ यहाँ चाहिँ इन्टरनेट एक्सेस र तपाईँले थर्डमा चाहिँ तपाईँले चाहिँ यहाँ चाहिँ एउटा सोसियल मिडिया भयो भने चाहिँ तपाईँको चाहिँ हुन्छ नि जुन पनि यो डिजिटल मार्केटिङको लागि चाहिने टुल्सहरू हुन्छ तपाईँसँग लगभग तपाईँसँग चाहिँ छ क्या होइन। त्यसले गर्दा तपाईँको चाहिँ यहाँ चाहिँ यही 3 कुरालाई नै सही तरिकाले युटिलाइज गर्न सक्नुभयो भने तपाईँले यहाँदेखि पनि अनलाइनबाट इन्कमहरू गर्न सक्नुहुन्छ। अनि सेकेन्ड भनेको तपाईँलाई के चाहिन्छ भन्दा तपाईँलाई 2 to 3 आवर्स अ डे होइन। तपाईँले चाहिँ यहाँ चाहिँ हुन्छ नि काममा जस्तो 8-10 घन्टा 15-20 घन्टा तपाईँले यहाँ चाहिँ गरिरहनु पर्दैन क्या होइन। त्यसले तपाईँले चाहिँ यहाँ चाहिँ दिनको 2-3 घन्टा दिन सक्नुहुन्छ। यहाँ चाहिँ तपाईँको चाहिँ हुन्छ नि लाइक आफ्नो टाइम स्केड्युल अनुसार गर्न सक्नुहुन्छ। तपाईँले यहाँ चाहिँ कसैको अन्डरमा बसेर प्रेसरमा बसेर तपाईँले चाहिँ यहाँ चाहिँ ओ माई गड गर्नै पर्छ, यो तैँले गर्नै पर्छ, यु डोन्ट ह्याभ टु वरी अबाउट एनिथिङ होइन। यु विल बी यर ओन बस इन हियर होइन। तपाईँले चाहिँ यहाँ चाहिँ आफ्नो बस आफै बनेर काम गर्ने हो र तपाईँले जति पनि कमाउनु छ द्याट विल बी अल यर ओन मनी एन्ड देन यु गोज डाइरेक्टली इन्टु यर ब्याङ्क एकाउन्ट होइन। त्यसले गर्दाखेरि चाहिँ यहाँ चाहिँ तपाईँ आफ्नो बस आफै बनेर काम गर्नुहुन्छ, एकदमै लाइक हुन्छ नि आफ्नो कम्फर्ट जोनमा बसेर आफ्नै मोबाइल फोन र स्मार्ट डिभाइसेसहरू युज गरेर गर्न सक्नुहुन्छ। अनि तपाईँको चाहिँ यहाँ चाहिँ नेक्स्ट भनेको चाहिँ यो डिजिटल मार्केटिङको एडभान्टेजहरू के छन् त होइन। तपाईँले चाहिँ यहाँ चाहिँ डिजिटल मार्केटिङको चाहिँ धेरै कुराहरू सुन्नु भएको छ होइन। तर यहाँ चाहिँ एडभान्टेजहरू के छ भन्दाखेरि चाहिँ तपाईँले यहाँ चाहिँ नम्बर 1 भनेको तपाईँले यहाँ चाहिँ ग्लोबल रिच छ क्या होइन। तपाईँले यो डिजिटल मार्केटिङ गर्दाखेरि तपाईँले यहाँ चाहिँ आफूले हुन्छ नि लाइक वरिपरिको मात्रै नभएर साथीभाइ मात्रै नभएर तपाईँले चाहिँ यहाँ चाहिँ वर्ल्ड वाइड कस्टमरहरूलाई अट्र्याक्ट गर्न सक्नुहुन्छ क्या डिजिटल मार्केटिङ थ्रु होइन। किन भन्दा एउटा सोसियल मिडिया चाहिँ एउटै ठाउँको मान्छेले मात्र चाहिँ चलाउँदैन नि त होइन। हामीले पनि होइन सोसियल मिडियामा फोटो भिडियोहरू हेर्दाखेरि कति ठाउँको मान्छेहरूको भिडियो फोटोहरू देखिरहेका हुन्छौँ होइन, बिकज इट्स वर्ल्ड वाइड होइन। त्यसले गर्दाखेरि तपाईँको चाहिँ यहाँ चाहिँ यो डिजिटल मार्केटिङ बिजनेस पनि तपाईँको चाहिँ वर्ल्ड वाइड हो र तपाईँले यहाँ चाहिँ संसारको जुनसुकै कुनामा बसेर पनि गर्न सक्नुहुन्छ भने तपाईँको कस्टमर पनि तपाईँको संसारको जुनसुकै कुनादेखि पनि हुने गरिन्छ होइन। जसले गर्दा तपाईँको चाहिँ यहाँ चाहिँ सिक्नुहुन्छ कि तपाईँले यहाँ चाहिँ ग्लोबल कस्टमरहरू आफ्नो बिजनेसमा चाहिँ कसरी ल्याउने त भनेको त्यो खालको ट्रेनिङहरू तपाईँले यहाँ सिक्नुहुन्छ, त्यो स्ट्राटेजीहरू सिक्नुहुन्छ र तपाईँले त्यहाँदेखि चाहिँ जान सक्नुहुन्छ। किन भन्दाखेरि चाहिँ अभियसली यु गन लर्न फर्स्ट हाउ टु अट्र्याक्ट ग्लोबल कस्टमर इन्टु यर बिजनेस। त्यो कुराहरू चाहिँ तपाईँले चाहिँ फर्स्टमा चाहिँ सिक्नुहुन्छ होइन। अनि सेकेन्ड भनेको चाहिँ तपाईँले चाहिँ यहाँ चाहिँ कुनै पनि तपाईँले यहाँ थाउजन्ड्स डलर तिरेर तपाईँलाई मन्थली तपाईँले चाहिँ यहाँ चाहिँ महिनावारी तिरेर तपाईँले त्यसरी चाहिँ गर्नु पर्दैन। किन भन्दा तपाईँको नर्मल एउटा बिजनेस स्टार्ट गर्नको लागि तपाईँले चाहिँ यहाँ चाहिँ फ्रन्टमा कति धेरै तपाईँले लगानी लगाउनुपर्छ होइन। तपाईँले महिनावारी भाडा भन, कति तपाईँको स्टाफहरू भन, कति कुराहरू दिनुपर्छ नि तपाईँले एउटा बिजनेस स्टार्ट गर्नको लागि होइन। तर तपाईँले चाहिँ यहाँ चाहिँ यो अनलाइन बिजनेस जुन डिजिटल मार्केटिङ बिजनेस छ यसको लागि चाहिँ तपाईँले चाहिँ यहाँ चाहिँ थाउजन्ड इन्भेस्टमेन्टको आवश्यकता र तपाईँले महिनैपछि तपाईँले यहाँ चाहिँ किन्ने बेच्ने गरिराख्नु पर्दैन। अनि तपाईँको चाहिँ यहाँ चाहिँ अर्को भनेको कस्तो छ भन्दाखेरि टार्गेट अडियन्स क्या होइन। किन भन्दाखेरि तपाईँले यहाँ चाहिँ तपाईँलाई फलो गर्ने लाइक गर्ने तपाईँले चाहिँ यहाँ चाहिँ सबै तपाईँको बायर्स त हुँदैन नि त होइन। त्यसले गर्दा तपाईँको चाहिँ यहाँ चाहिँ तपाईँको पर्फेक्ट कस्टमर को हो त, तपाईँसँग चाहिँ कस्तो व्यक्तिले लान सक्छ त होइन, तपाईँसँग चाहिँ कस्तो खालको व्यक्तिहरू रिलेट हुन सक्छ त, त्यो खालको तपाईँले चाहिँ यहाँ चाहिँ ट्रेनिङहरू चाहिँ सिक्न सक्नुहुन्छ क्या होइन। जसले गर्दा तपाईँको चाहिँ यहाँ चाहिँ हुन्छ नि त्यही टार्गेटेड अडियन्सहरूलाई मात्रै तपाईँले चाहिँ फोकस गरेर त्यो अनुसार तपाईँले यहाँ चाहिँ मार्केटिङ गर्नुहुन्छ र तपाईँले त्यो खालको मान्छेहरूसँग चाहिँ तपाईँले यहाँ चाहिँ आफ्नो प्रोडक्ट या सर्भिसहरू पुऱ्याउन सक्नुहुन्छ र तपाईँले त्यहाँदेखि चाहिँ हुन्छ नि लाइक इन्कमहरू गर्न सक्नुहुन्छ थ्रु अनलाइन होइन।
अनि तपाईँको चाहिँ यहाँ चाहिँ स्पेसली अनलाइनमा चाहिँ तपाईँले डिजिटलमा चाहिँ तपाईँले यहाँ चाहिँ ट्र्याकेबल रिजल्टहरू पाउन सक्नुहुन्छ कि फर इक्जाम्पल तपाईँले यहाँ चाहिँ भिडियो राम्रो छ भने एकछिनमै भाइरल भइजान्छ होइन तपाईँले रिजल्ट एकछिनमा पाउन सक्नुहुन्छ नि त होइन तपाईँको कन्टेन्टहरू राम्रो छ भने तपाईँले यहाँ चाहिँ एकछिनमै हुन्छ नि लाइक त्यसमा इन्गेजमेन्टहरू छ भने इट्स भेरी गुड होइन तपाईँले रिजल्टको बारेमा चाहिँ तपाईँले छिटो थाहा पाउन पनि सक्नुहुन्छ यो डिजिटल मार्केटिङ थ्रु चाहिँ होइन अनि तपाईँको चाहिँ यहाँ चाहिँ स्पेसली भनेको यहाँ चाहिँ अटोमेसन सिस्टमहरू पनि छ जुन कि तपाईँले चाहिँ यहाँ चाहिँ अटोमेटिकली तपाईँले चाहिँ यहाँ चाहिँ तपाईँको कस्टमरहरूले तपाईँले वेबसाइटबाट तपाईँको अनलाइन स्टोरबाट अटोमेटिकली तपाईँले लाने गरेको छ क्या फर इक्जाम्पल एमाजोन होइन एमाजोनमा चाहिँ तपाईँले यहाँ चाहिँ एमाजोनले लैजाऊ लैजाऊ त भन्दैन नि त होइन दे हेभ स्टोर इन द्याट एक्ज्याक्टली द सेम वे वी विल हेभ स्टोरेज एक्जवाल होइन हाम्रो पनि एउटा अनलाइन स्टोर हुनेछ जहाँ कि तपाईँले प्रमोट गर्नुहुन्छ जो पनि तपाईँको इच्छुक हुनुहुन्छ उहाँले चाहिँ हाम्रो वेबसाइटमा जानुहुन्छ हाम्रो स्टोरमा जानुहुन्छ उहाँले त्यहाँदेखि चाहिँ किनेर लान सक्नुहुन्छ तपाईँले उहाँहरूले त्यहाँदेखि चाहिँ स्टार्ट गर्न सक्नुहुन्छ होइन जसलाई पनि यो आवश्यकता छ यो हाम्रो प्रोडक्ट या सर्भिसको बारेमा उहाँहरू चाहिँ हाम्रो वेबसाइटमा आउनुहुन्छ उहाँले चाहिँ किनेर लान सक्नुहुन्छ अनि तपाईँको चाहिँ यहाँ चाहिँ स्पेसली भनेको चाहिँ होइन तपाईँले चाहिँ अभियसली हामीले अनलाइनबाट किन्नको लागि त एकदमै लाइक डर लाग्छ नि त होइन त्यो मान्छेलाई या त चिनेको हुनु पऱ्यो या त ट्रस्ट गरेको हुनु पऱ्यो या त घरिघरि देखिरहेको हुनु पऱ्यो जहाँ कि हामीलाई विश्वास हुनु पऱ्यो नि त त्यो मान्छेसँग चाहिँ होइन त्यसले गर्दा तपाईँको चाहिँ एउटा ट्रस्ट बिल्डअप गर्नको लागि पनि तपाईँले यहाँ चाहिँ त्यो अनुसारको होइन तपाईँले यहाँ चाहिँ हुन्छ नि लाइक अट्र्याक्सन मार्केटिङहरू सिक्न चाहिँ सक्नुहुन्छ क्या होइन त्यसले गर्दा चाहिँ दिस इज भेरी भेरी गुड जुन कि यो जति पनि मैले कुराहरू भनिरहेको छु नि त्यो सबै कुराहरू तपाईँले सिक्न सक्नुहुन्छ होइन यु विल लर्न अल दिस स्किल्स इनसाइड द प्रोग्राम्स होइन तपाईँलाई मैले यो भनेको के हो त भनेर तपाईँले चाहिँ यहाँ चाहिँ यसको बारेमा पनि तपाईँले मैले चाहिँ इन्फर्मेसनहरू दिँदै जानेछु होइन तपाईँको चाहिँ यहाँ चाहिँ यो सबै स्किल्सहरू चाहिँ हामीले कसरी सिक्न सकिन्छ त होइन वास्तवमा चाहिँ ट्रेनिङहरू यो चाहिँ हुन्छ नि एक्सपिरियन्सहरू यो खालको हुन्छ नि पर्सनल हुन्छ नि लाइक ग्रोथहरू हामीले कसरी गर्न सकिन्छ त यस्तो खालको नलेजहरू कहाँबाट लिन सकिन्छ त भन्दाखेरि तपाईँको चाहिँ यहाँ चाहिँ मेन कुरा भनेको हामीसँग चाहिँ यस्तो खालको प्रोग्राम छ जसले तपाईँले चाहिँ यहाँ चाहिँ जिरो लेभलदेखि स्टेप बाई स्टेप ट्रेनिङहरू दिएर तपाईँलाई सिकाएको हुन्छ क्या जसमा चाहिँ तपाईँलाई कुनै पनि एक्सपिरियन्सहरू भएर कुनै पनि फ्यान्सी भएर कुनै पनि टेक्निकल स्किल्सहरू भएर तपाईँले यहाँ चाहिँ आइराख्नु चाहिँ पर्दैन क्या होइन तपाईँले यहाँ चाहिँ प्रोग्रामले चाहिँ तपाईँलाई जिरो लेभलदेखि स्टेप बाई स्टेप ट्रेनिङहरू सिकाएको हुन्छ लाइक मी म जिरोबाट आएको मान्छे हो है मलाई चाहिँ केही पनि थाहा थिएन होइन म चाहिँ हुन्छ नि लाइक आउँदाखेरि चाहिँ मलाई चाहिँ यो अनलाइन फिल्डमा न मेरो फ्यामिली ब्याकग्राउन्ड कसैले काम गरेको छ मेरो साथीभाइहरूले कसैले पनि काम गर्नु भएको छैन क्या होइन म मात्रै एउटा हुन्छ नि लाइक अनौठै निस्केर चाहिँ म चाहिँ यहाँ चाहिँ जोइन गरेको होइन मलाई धेरैजनाले चाहिँ यहाँ चाहिँ जोइन नगर 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 यस्तो राम्रो हुँदैन 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 भन्नुहुन्थ्यो क्या बट हुन्छ नि एउटा मैले चाहिँ यहाँ चाहिँ भनाइ सुनेको थिएँ क्या होइन तपाईँले चाहिँ यहाँ चाहिँ सल्लाह सबैको लिनु रे तर डिसिजन चाहिँ अलवेज यु हेभ टु लिसन टु यर हार्ट क्या होइन तपाईँले चाहिँ यहाँ चाहिँ तपाईँको मनको सुन्नुपर्छ अरे क्या जहिले पनि जब तपाईँले मनदेखि काम गर्नुहुन्छ नि मनदेखि तपाईँले चाहिँ यहाँ चाहिँ काम गर्नुको लागि चुज गरेर अगाडि बढ्नुहुन्छ नि त्यसपछि तपाईँलाई कुनै पनि कुराहरूले छेक्दैन क्या तपाईँले मनमा लागेको इच्छा लागेको कुराहरू चाहिँ लाइफमा चाहिँ गर्नुपर्छ क्या जिन्दगी भनेको के छ र जिन्दगी होइन तपाईँले चाहिँ यहाँ चाहिँ हुन्छ नि सधैँभरि दुःखै गरेर जिन्दगी बिताइरहनु मन छैन नि त होइन त्यसले गर्दा चाहिँ एउटा लिएको एक्सनले चाहिँ तपाईँको लाइफ टर्नओभर पनि गर्न सक्छ यु नेभर नो इट होइन त्यसले गर्दा चाहिँ हामीले चाहिँ कुनै पनि त्यस्तो डरहरू यस्तो हो स्क्याम होला यस्तो होला तपाईँले चाहिँ यहाँ चाहिँ कुनै पनि त्यस्तो कुराहरूको चिन्ता गरिराख्नु पर्दैन होइन किन गर्नु पर्दैन भन्ने बारेमा पनि तपाईँलाई मैले बिस्तारै बिस्तारै यसको बारेमा चाहिँ हुन्छ नि सबै कुराको स्क्रिन सेयर गरेर देखाउने चाहिँ है त अनि तपाईँको चाहिँ यहाँ चाहिँ नेक्स्ट भनेको चाहिँ तपाईँले यहाँ चाहिँ आफ्नो अनलाइन बिजनेस हुन्छ नि लाइक बिल्डअप गर्न सक्नुहुन्छ स्टेप बाई स्टेप यहाँ चाहिँ तपाईँले ट्रेनिङहरू चाहिँ स्टेप बाई स्टेप तपाईँले सिक्न सक्नुहुन्छ क्या होइन तपाईँले यहाँदेखि यहाँ जान सक्नुहुन्छ यहाँदेखि यहाँ जान सक्नुहुन्छ आई विल बी देयर फर यु टु गाइड एभ्री सिङ्गल थिङ्स फर यु होइन तपाईँले त्यसपछि चाहिँ तपाईँले प्रोग्रामहरूमा चाहिँ ट्रेनिङहरू प्लगइन गर्नुपर्ने हुन्छ अनि तपाईँले यहाँ चाहिँ हुन्छ नि आफ्नो हिसाबले चाहिँ तपाईँले काम गर्न सक्नुहुन्छ क्या होइन मैले जस्ट तपाईँलाई गाइड गर्ने हो तपाईँले त्यहाँभित्र भएको ट्रेनिङहरू चाहिँ एनी टाइमलाई चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ तपाईँले जति बेला टाइम मिल्छ जति बेला तपाईँ फ्लेक्सिबली हुन्छ त्यति बेला चाहिँ तपाईँले यहाँ चाहिँ टाइम निकालेर चाहिँ गर्न सक्नुहुन्छ क्या तपाईँले यहाँ चाहिँ आफ्नो पकेट टाइममा होइन हेयर इन देयर 5 मिनट 10 मिनट हुन्छ नि लाइक 20 मिनट 1 आवर 2 आवर लाइक वेन एभर यु वान्ट इट तपाईँले त्यो अनुसार चाहिँ तपाईँले चाहिँ प्लग इन गर्न सक्नुहुन्छ क्या होइन अनि तपाईँको चाहिँ यहाँ चाहिँ कुनै पनि तपाईँको ड्रपिङ सिपिङ कस्टमर सर्भिस यस्तो कुनै पनि कुराहरूको तपाईँले यहाँ चाहिँ झन्झट गरिराख्नु पर्दैन क्या होइन किन भन्दा यो चाहिँ एफिलिएट मार्केटिङ हो होइन एफिलिएट मार्केटिङ भनेको के हो भन्दाखेरि तपाईँको चाहिँ यहाँ चाहिँ कुनै पनि प्रोडक्टहरू बेच्दाखेरि तपाईँले त्यहाँदेखि चाहिँ कुनै पनि त्यो कमिसनहरू पाउनुहुन्छ नि त्यसलाई चाहिँ एफिलिएट मार्केटिङ भन्छ क्या होइन जहाँ कि तपाईँले चाहिँ यहाँ चाहिँ एउटा कमिसन बेसमा चाहिँ तपाईँले काम गर्नुहुन्छ क्या त्यहाँदेखि चाहिँ किन भन्दा तपाईँले यहाँ चाहिँ कुनै पनि प्रोडक्ट या सर्भिस तपाईँले यहाँ चाहिँ क्रिएट गरिराख्नु परेन तपाईँले यहाँ चाहिँ के बनाउने होला के गर्ने होला कहाँ पुग्ने होला कसले पायो कसले पाएन यु डोन्ट ह्याभ टु वरी अबाउट एनिथिङ एट अल किन भन्दाखेरि तपाईँको चाहिँ यहाँ चाहिँ सबै कुरा डन भइसकेको छ जुन कि तपाईँले प्रमोट गर्नुहुन्छ सेल गर्नुहुन्छ अनि यु क्यान मेक मनी फ्रम द्याट है त
अनि तपाईँको चाहिँ यहाँ चाहिँ एकदमै लाइक यो हुन्छ नि लाइक यो प्रोग्रामहरू यो हुन्छ नि जुन पनि ट्रेनिङहरू फलो गर्नको लागि एकदमै सिम्पल छ होइन तपाईँले यहाँ सिम्पल छ त्यो ट्रेनिङहरू फलो गर्नको लागि तर तपाईँले आफूले आफूले इम्प्लिमेन्ट गर्दै जानुभयो भने चाहिँ इट्स गोन बी इजी फर यु है त्यसले गर्दा तपाईँको चाहिँ यहाँ चाहिँ सुरुमा चाहिँ कुनै पनि कुराहरू चाहिँ तपाईँलाई चाहिँ हुन्छ नि लाइक सजिलो नलाग्न सक्छ होइन हामी पनि सुरुमा काममा जाँदाखेरि एकदमै अनकम्फर्टेबल हुन्छ नि त अप्ठ्यारो लाग्छ नि त होइन एक्ज्याक्टली द सेम हियर तपाईँले मन हुनु पर्यो तपाईँले मनदेखि चाहिँ अलिकति टाइम दिएर गर्नुभयो भने चाहिँ सबैले गर्न सकिन्छ क्या हामीले 15-20 वर्षसम्म अर्काको लागि काम गर्न सक्छौँ भने 2-3 वर्ष आफ्नो लागि दिन सक्दैनौँ त होइन त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ यहाँ चाहिँ हुन्छ नि मलाई चाहिँ 15-20 वर्षसम्म मलाई चाहिँ अरूको लागि काम गरिरहनु मन छैन र अरूको अन्डरमा काम गरिरहनु मन छैन मेरो बच्चाहरूलाई छोडेर सधैँभरि काम 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 भनिराख्नु मन छैन क्या द्याट्स द ओन्ली रिजन आई वान्ट टु लाइक ग्रो माई ओन बिजनेस होइन त्यसले गर्दाखेरि चाहिँ यो बिजनेसले चाहिँ मलाई चाहिँ यति धेरै लागेको हुन्छ नि पैसा मात्रै नभएर मलाई चाहिँ पर्सनल डेभलपमेन्ट पनि धेरै गरेको छ क्या होइन मैले चाहिँ यहाँ चाहिँ बोल्न सिकेँ एउटा प्रेजेन्टेसन दिन सिकेँ मैले चाहिँ यहाँ चाहिँ कसरी बोल्ने कसरी कस्टमर ह्यान्डल गर्ने कसरी के गर्ने आई लर्न all of the things from here यदि म चाहिँ यहाँ चाहिँ काम घर मात्रै बसेको भएदेखि चाहिँ म पनि हुन्छ नि त्यही फोन हेरेर बसिरहेको हुन्थेँ क्या अहिले चाहिँ होइन नेपालतिर बोलिराख्ने होइन 2-4 घन्टा बोलिराख्ने होइन त्यो चाहिने भन्दा नचाहिने गफहरू दिने होइन अब हुन्छ नि लाइक हेलो आए त भइहाल्छ होइन धेरै चाहिँ अब त्यही त हो नि होइन अब लेडिजहरू अब गसिप क्या धेरै अनि त्यही गरेर टाइम बिताइरहेको हुन्थेँ क्या होइन तर अहिलेको समयमा चाहिँ मेरो टाइम भनेको चाहिँ म चाहिँ ट्रेनिङहरू प्लग इन गर्ने गरेको छु जो पनि नयाँ हुनुहुन्छ पुरानो हुन्छ म उहाँहरूसँग टाइम स्पेन्ड गर्ने गरेको छु नेक्स्ट स्टेप के गर्ने कसो गर्ने भनेर चाहिँ मैले त्यसरी चाहिँ टाइमहरू चाहिँ बिताइरहेको हुन्छु होइन अनि तपाईँको चाहिँ यहाँ चाहिँ प्रोग्राम त चुज गर्ने कुन प्रोग्राम चुज गर्ने भन्दाखेरि चाहिँ हामीसँग चाहिँ यहाँ चाहिँ डिबिए छ डिजिटल बोस एकाडेमी छ जुन कि तपाईँले चाहिँ यहाँ चाहिँ मेन कुरा भनेको चाहिँ धेरैभन्दा धेरै कुराहरू सिक्नुहुन्छ है किन भन्दाखेरि चाहिँ हामीले चाहिँ सिक्नको लागि तपाईँले चाहिँ यहाँ चाहिँ हुन्छ नि लाइक अरू अरू प्लेटफर्महरू देख्न सक्नुहुन्छ तर तपाईँ एकदमै कन्फ्युज हुनुहुन्छ क्या होइन तपाईँले चाहिँ यहाँ चाहिँ एउटा कोही मान्छे छ तपाईँले चाहिँ यहाँ चाहिँ डोराउनको लागि तपाईँको गन्तव्यसम्म पुऱ्याउने एउटा मान्छे छ एउटा केही टुल्स छ भने तपाईँलाई सजिलो हुन्छ क्या बाटो हिँड्नको लागि होइन यो डिबिए पनि एक्ज्याक्टली द सेम तपाईँले चाहिँ यहाँ चाहिँ तपाईँलाई चाहिँ अनलाइनबाट पैसा कमाउनु मन छ तपाईँलाई फाइनेन्सियल फ्रिडम पाउनुहुन्छ भने चाहिँ डिबिए इज द ओन्ली वे हुन्छ नि जहाँ कि तपाईँले चाहिँ यहाँ चाहिँ हुन्छ नि त्यो बाटो हिँडेर तपाईँले यहाँ चाहिँ गाइड गरेर तपाईँलाई अगाडि बढाउनको लागि डिजिटल बोस एकाडेमीले चाहिँ हेल्प गर्न सक्छ होइन त्यसले गर्दा तपाईँको चाहिँ यहाँ चाहिँ हुन्छ नि लाइक यो चाहिँ के छ भन्दाखेरि यहाँ चाहिँ मेन कुरा भनेको सपोर्टिभ कम्युनिटी छ 20,000 प्लस मेम्बरहरू 20-30,000 प्लस मेम्बरहरू हुनुहुन्छ तपाईँलाई मैले अहिले स्क्रिन सेयर गरेर पनि देखाउँछु होइन दिस इज भेरी भेरी गुड है तपाईँको चाहिँ यहाँ चाहिँ मेन कुरा भनेको चाहिँ योभन्दा पहिला मैले लेगेसी बिल्डर प्रोग्राम गर्ने गरेको थिएँ होइन त्यो चाहिँ मलाई चाहिँ हुन्छ नि लाइक त्यो जोइन गर्दाखेरि मसँग केही पनि एक्सपिरियन्सहरू थिएन होइन त्यसमा चाहिँ अलिकति हाई टिकट एफिलेट पनि छ हाई टिकट के भन्छ पनि छ होइन हाई टिकट अलिकति के भन्छ एक्सपेन्सिभ पनि छ होइन अलिकति टेक्निकल फिल्ड पनि छ अनि त्यसमा चाहिँ अलिकति यो डिजिटल बोस एकाडेमी जस्तो चाहिँ अलिकति हुन्छ नि अलिक एक्स्ट्रा इन्कम स्ट्रिमहरू चाहिँ छैन क्या त्यसले गर्दाखेरि चाहिँ मैले चाहिँ डिजिटल बोस एकाडेमी चाहिँ मन परेको भएर मैले जोइन गरेको छु र मैले यसरी नै रेगुलारिटी दिइरहेको छु जो पनि जोडिनु भएको छ डिजिटल बोस एकाडेमीमा अहिलेसम्म चाहिँ एभ्री वान इज सो ह्याप्पी है किन भन्दाखेरि यहाँ चाहिँ तपाईँले फर इक्जाम्पल पैसा नै कमाउन नसके तापनि यु विल लर्न समथिङ फ्रम हियर क्या सिरियसली भनेको तपाईँले सिक्ने कुरा चाहिँ धेरै नै छ यहाँ चाहिँ है तपाईँलाई मैले देखाउँछु के सिक्न सक्नुहुन्छ भन्ने कुरा देयर इज नथिङ टु हाइड इट तपाईँले यहाँ चाहिँ लुकाउनु पर्ने छिपाउनु पर्यो देयर इज नथिङ तपाईँलाई मैले यहाँ सबै स्क्रिन सेयर गरेर देखाउँछु तपाईँलाई पछि गर्छु ओ माई गड यो देखाएको थियो यो भयो यो देखायो नट एट अल है मैले चाहिँ त्यस्तो बिजनेस चाहिँ गर्दिनँ मैले एउटा देखाउने एउटा भन्ने एउटा हुन्छ नि आई डोन्ट ह्याभ द्याट काइन्ड अफ स्किल्स है त्यसले गर्दा चाहिँ म जे हो त्यही नै बोल्ने गर्छु जे छ म त्यही नै देखाउने गरेको छु होइन यो डिजिटल बोस एकाडेमीभित्र चाहिँ तपाईँले यहाँ चाहिँ 20+ डिफ्रेन्ट वेमा चाहिँ अनलाइनबाट इन्कम कसरी गर्न सकिन्छ भन्ने बारेमा चाहिँ सिक्न सक्नुहुन्छ क्या होइन यहाँ चाहिँ डिजिटल बोल्स एकाडेमीमा चाहिँ भोल्युम 1 एन्ड भोल्युम 2 छ होइन जहाँ कि तपाईँले भोल्युम 1मा देख्न सक्नुहुन्छ होइन लाइक चाहिँ रेडी फर यु भएको टेम्प्लेट्सहरू छ तपाईँले क्यानभा क्लास कोर्सेसहरू छ डन फर यु भएको क्याप्सन्सहरू छ तपाईँले यहाँ चाहिँ फाइनेन्सियली तपाईँले लिटरली इबुकहरू होइन हरेक कुराको तपाईँले यहाँ चाहिँ डन फर यु भएको तपाईँले यहाँ चाहिँ एकदमै प्र्याक्टिकली सिकाएको हुन्छ क्या यहाँ चाहिँ होइन तपाईँले चाहिँ यहाँ चाहिँ एकचोटि लेक्चर मात्रै नभएर चाहिँ तपाईँले प्र्याक्टिकली तपाईँले यहाँदेखि यहाँ जानुहोस् यहाँदेखि यहाँ जानुहोस् कति रमाइलो लाग्छ क्या त्यस्तो भयो भने चाहिँ होइन किन भन्दाखेरि हामीलाई चाहिँ हुन्छ नि लाइक स्कुलमा पढाउँदाखेरि पनि होइन लेक्चर भने कस्तो निन्द्रा लाग्थ्यो नि त होइन अलिकति इन्टरटेनमेन्ट अलिकति प्र्याक्टिकली भयो भने कति रमाइलो लाग्छ नि त होइन यो चाहिँ डिजिटल बोस एकाडेमी चाहिँ एक्ज्याक्टली द सेम छ क्या प्र्याक्टिकल छ क्या यहाँ चाहिँ धेरै चाहिँ होइन हजुरहरूले चाहिँ यहाँ चाहिँ आफ्नो इबुकहरू क्रिएट गर्न सक्नुहुन्छ 20+ डिफ्रेन्ट वेमा चाहिँ अनलाइनबाट इन्कम कसरी गर्न सकिन्छ भन्ने कुराहरू सिक्न सक्नुहुन्छ फर इक्जाम्पल तपाईँले चाहिँ यहाँ चाहिँ एउटा भर्चुअल एसिस्टेन्टको कामहरू पनि सिक्न सक्नुहुन्छ तपाईँले यहाँ चाहिँ हुन्छ नि ड्रप स्विङको कामहरू पनि सिक्न सक्नुहुन्छ इमेल मार्केटिङको कुराहरू सिक्न सक्नुहुन्छ हाउ टु बिकम अ ट्राभल एजेन्टको कुराहरू सिक्न सक्नुहुन्छ होइन लाइक एयरबिएनबी जस्तो कुराहरू तपाईँले धेरैभन्दा धेरै कुराहरू सिक्न सक्नुहुन्छ
सिक्न सक्नुहुन्छ होइन। यहाँ चाहिँ तपाईँले चाहिँ एआई प्लस तपाईँले यहाँ चाहिँ अटोमेसन्सको कुराहरू पनि धेरैभन्दा धेरै कुराहरू सिक्न सक्नुहुन्छ होइन, विच इज भेरी भेरी गुड। तपाईँले चाहिँ यहाँ चाहिँ स्पेनिस मोजलहरू पनि छ, फ्रेन्च मोजलहरू पनि छ होइन, जुन कि तपाईँले चाहिँ यहाँ चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट ल्याङ्ग्वेजमा पनि सिक्न सक्नुहुन्छ। बट यहाँ चाहिँ तपाईँले प्रोग्रामहरू चाहिँ सबै इङ्ग्लिसमा नै छ है, एउटा कुरा चाहिँ तपाईँलाई मैले भन्न चाहेँ, प्रोग्रामहरूभित्र सबै ट्रेनिङहरू चाहिँ इङ्ग्लिसमा नै छ होइन। तपाईँले चाहिँ यहाँ चाहिँ टोटल्ली इङ्ग्लिसै आउँदैन भने चाहिँ तपाईँले गर्न चाहिँ सक्नुहुन्न है, अनफर्चुनेटली होइन। तपाईँलाई चाहिँ हल्का अरू बोलेको हल्का बुझ्न सक्ने र तपाईँले चाहिँ लेखेको पढ्न सक्ने, तपाईँले बुझ्न सक्ने हुनुहुन्छ भने चाहिँ तपाईँले चाहिँ गर्न सक्नुहुन्छ है। त्यसले गर्दा तपाईँले एभ्री हुन्छ नि ट्रेनिङहरू चाहिँ सबै इङ्ग्लिसमा नै छ है। त्यसले गर्दाखेरि तपाईँको चाहिँ यहाँ चाहिँ अर्को कुरा भनेको यहाँ के छ भन्दाखेरि पिएलआर छ क्या, यो चाहिँ तपाईँको चाहिँ इ लर्निङ इन्डस्ट्री हो होइन। इ लर्निङ इन्डस्ट्री भनेको यो चाहिँ प्रोग्राम हो जहाँ कि तपाईँले सिक्नुहुन्छ, सिकेर तपाईँले चाहिँ यहाँ चाहिँ मेन कुरा राम्रो यसको के छ भन्दा तपाईँले चाहिँ यहाँ चाहिँ रिसल राइट पाउनुहुन्छ क्या है, जहाँ कि तपाईँले चाहिँ यहाँ चाहिँ यही डिजिटल बोस एकाडेमी जोडिनुहुन्छ, तपाईँले सिक्नुहुन्छ। यहाँ चाहिँ सिकेर चाहिँ तपाईँले चाहिँ अब सिकिसकेपछि तपाईँले चाहिँ एउटा प्र्याक्टिस गर्नुको लागि केही न केही त चाहियो नि त होइन, तपाईँसँग न प्रोडक्ट छ न सर्भिस छ होइन। एक्ज्याक्टली त्यसको लागि चाहिँ यहाँ चाहिँ डिजिटल बोस एकाडेमी चाहिँ एउटा राम्रो कुरा के दिएको छ भन्दाखेरि तपाईँले चाहिँ यसमा जोडिनुहुन्छ, सिक्नुहुन्छ। यहाँ चाहिँ 6 फिगर 7 फिगर अनरहरूबाट तपाईँले यहाँ चाहिँ लाइभ कोचिङ ट्रेनिङहरू पाउनुहुन्छ है। अनि त्यसपछि चाहिँ तपाईँले चाहिँ यहाँ चाहिँ डिजिटल बोस एकाडेमी नै प्रमोट गर्न पनि सक्नुहुन्छ इफ यु वान्ट इट होइन। इफ यु डोन्ट वान्ट इट यु क्यान क्रिएट युर अन प्रोडक्ट। तपाईँले चाहिँ यहाँ चाहिँ आफ्नो प्रोग्रामहरू पनि बनाउन सक्नुहुन्छ, आफ्नो प्रोडक्टहरू पनि बनाउन सक्नुहुन्छ। तपाईँले चाहिँ यहाँ चाहिँ मेन कुरा भनेको यो डिजिटल बोस एकाडेमी चाहिँ 3 किसिमको व्यक्तिहरूले चाहिँ जोडिनु भएको छ क्या अहिलेसम्म चाहिँ होइन। नम्बर 1 जो अलरेडी बिजनेस छ होइन, जोसँग चाहिँ हुन्छ नि पसल छ, रेस्टुरेन्ट छ, पार्लर छ, उहाँले जोडिनु भएको छ। किन भन्दाखेरि एउटा मार्केटिङ स्किल सिक्नको लागि होइन, किन भन्दाखेरि तपाईँको चाहिँ यहाँ चाहिँ अहिलेको समयमा तपाईँले बिजनेस खोल्नु भएको छ भने विदाउट मार्केटिङ चाहिँ तपाईँको बिजनेस चल्दै चल्दैन क्या। तपाईँ चाहिँ वरिपरि भएको मान्छेले किनेर मात्रै कहिले पनि बिजनेस अगाडि बढ्दैन होइन। त्यसले गर्दाखेरि चाहिँ जो अलरेडी बिजनेस छ उहाँहरू चाहिँ जोडिनु भएको छ, किन भन्दाखेरि उहाँलाई चाहिँ एउटा आफ्नो बिजनेसलाई चाहिँ नेक्स्ट लेभलमा पुऱ्याउनु मन छ डिजिटल मार्केटिङ थ्रु होइन। अनि सेकेन्ड भनेको चाहिँ यस्तो खालको व्यक्तिहरू जोडिनु भएको छ जो कि अलरेडी यो अनलाइन फिल्डमा हल्का हुन्छ नि लाइक काम गर्नु भएको छ। फर इक्जाम्पल मल्टी लेभल मार्केटिङ, नेटवर्क मार्केटिङ, पिरामिड होइन। किन भन्दा उहाँले चाहिँ हल्का कस्टमर बनाउने उहाँले चाहिँ हुन्छ नि आइडियाहरू चाहिँ छ, तर उहाँले चाहिँ यहाँ चाहिँ किन जोडिनु भएको छ भन्दाखेरि चाहिँ त्यो एमएलएम मल्टिलेभल मार्केटिङ नेटवर्क मार्केटिङमा चाहिँ उहाँले चाहिँ आफ्ना आफन्तहरूलाई चाहिँ धेरै बोदर गरिराख्नु पर्ने क्या, उहाँले चाहिँ ल्याउनु पर्ने, उहाँले चाहिँ हुन्छ लाइक रिफर गरिराख्नु पर्ने होइन। त्यो कारणहरूले गर्दाखेरि चाहिँ उहाँलाई त्यो मन नपरेको भएर यो मन परेर चाहिँ यहाँ आउनु भएको छ। किन भन्दाखेरि यहाँ चाहिँ मेन कुरा भनेको अट्र्याक्सन मार्केटिङ सिक्नुहुन्छ, जुन कि तपाईँले वर्ल्ड वाइड कस्टमरहरू बनाउन सक्नुहुन्छ भने संसारको जुनसुकै कुनादेखि पनि तपाईँले चाहिँ यहाँ चाहिँ कस्टमरहरू पाउन सक्नुहुन्छ। त्यसले गर्दा तपाईँको चाहिँ यहाँ चाहिँ मेन कुरा यु विल द लर्न द स्किल्स इन हियर है। तपाईँले यहाँ चाहिँ एउटा मार्केटिङ स्किल सिक्न सक्नुहुन्छ, जसले गर्दा तपाईँको चाहिँ यहाँ चाहिँ एउटा बोल्ने एउटा हुन्छ नि लाइक एउटा मार्केटिङ गर्ने प्रमोट गर्ने एउटा स्किल चाहिँ तपाईँले बढाउन सक्नुहुन्छ है त। भन्छन् नि होइन, बोल्ने मान्छेको चाहिँ पिठो पनि बिग्छ, नबोल्नेको चाहिँ चामल पनि बिग्दैन भन्छ नि त। अहिलेको समयमा चाहिँ बोल्नु त एकदमै जरुरी छ किन भन्दाखेरि तपाईँको चाहिँ यहाँ चाहिँ अहिलेको जमानामा तपाईँले डिजिटल होइन अनलाइन र एआईको जमाना तपाईँले चाहिँ यहाँ चाहिँ हुन्छ नि लाइक त्यो चाहिँ तपाईँले फलो गर्नु भएको छैन भने हामी धेरै पछि पर्छौँ क्या होइन। त्यसले गर्दाखेरि चाहिँ अहिलेको समयमा चाहिँ धेरै लाइक आवश्यकता नै छ जस्तो मलाई लाग्छ क्या होइन। त्यसले गर्दाखेरि चाहिँ हुन्छ नि लाइक हजुरहरूलाई चाहिँ होइन सिक्नु मन छ भने अभियसली यु क्यान जोइन इट इन हियर होइन। अनि तपाईँको चाहिँ यहाँ चाहिँ तपाईँलाई मैले डिजिटल बोस एकाडेमीको चाहिँ टुर गराउँछु। तपाईँहरूले चाहिँ डिजिटल बोस एकाडेमी चाहिँ कस्तो देखिन्छ त होइन, यो प्रोग्रामभित्र के छ त होइन, आई विल सो यु एक्ज्याक्टली वाट इज इनसाइड इन देयर है त। तपाईँलाई मैले यसको बारेमा चाहिँ तपाईँलाई मैले देखाउँछु। अनि तपाईँको चाहिँ यहाँ चाहिँ लेट मी सो यु हियर, लेट मी गो टु द डिजिटल बोस एकाडेमी। दिस इज द डिजिटल बोस एकाडेमी है त। तपाईँले डिजिटल बोस एकाडेमी जोडिसकेपछि तपाईँले यो प्रोग्रामको एक्सेस पाउनुहुन्छ है। तपाईँले यहाँ देख्न सक्नुहुन्छ 33,000 मेम्बरहरू हुनुहुन्छ हाम्रो चाहिँ डिजिटल बोस एकाडेमीभित्र। यो कुनै पनि मल्टिलेभल मार्केटिङ नेटवर्क मार्केटिङ पिरामिड चाहिँ होइन, तपाईँभन्दा माथि कोही पनि हुँदैन। तपाईँ पनि आफ्नो बोस आफै बनेर काम गर्नुहुन्छ। तपाईँले डिजिटल बोस एकाडेमीभित्र चाहिँ तपाईँले 85% कमिसन बनाउन सक्नुहुन्छ। 85% कमिसन चाहिँ तपाईँले एभ्री टाइम तपाईँले यहाँ चाहिँ सेल गर्नुहुन्छ, रिफर गर्नुहुन्छ, तपाईँले त्यहाँदेखि चाहिँ 85% कमिसनहरू बनाउन सक्नुहुन्छ। द्याट गोज अल हुन्छ नि अल इन्टु यर ब्याङ्क एकाउन्ट है त। तपाईँले त्यसरी काम गर्न सक्नुहुन्छ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ पिपल आर मेकिङ क्रेजी मनी इन हियर। तपाईँले यहाँ देख्न सक्नुहुन्छ होइन 100,000 pounds इन द 31 days। इज द्याट पोसिबल? एब्सोल्युटली इट इज पोसिबल। पिपल आर मेकिङ सो मच क्रेजी मनी इन हियर होइन। किन भन्दा उनीहरूले चाहिँ एउटा स्किल सिक्यो नि त होइन, स्किल सिकेर उनीहरूले चाहिँ आफूले आफूलाई इम्प्लिमेन्ट गरे अनि उनीहरूले चाहिँ यसरी पैसा कमाइरहेको छन् घरमा बसी बसी होइन। त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ लाइक हामीले पनि गर्न सक्छौँ क्या। त्यति हामी चाहिँ अलिकति एक्सन टेक र अलिकति सिक्नको लागि एउटा डिजायर लिएर हिँड्यो भने हामी पनि धेरै कुराहरू गर्न सक्छौँ क्या होइन। अब त्यही हो हाम्रो नेपाली समाजमा चाहिँ अलिकति यस्तो खालको कुराहरू चाहिँ अलिकति आइरहेको छैन। त्यसले गर्दा हामीलाई चाहिँ अलिकति अगाडि बढ्नको लागि अलिकति आफूले आफूलाई पुस गर्नको लागि अलिकति डर लाग्छ होइन। आई टोटली अन्डरस्ट्यान्ड द्याट। किन भन्दाखेरि म पनि एक्ज्याक्टली सेम सिचुएसनमा थिएँ होइन। यहाँ चाहिँ हुन्छ नि देख्नुहुन्छ यहाँ चाहिँ लन्च माई अन अन चाहिँ लाइक कम्युनिटी भनेर चाहिँ यहाँ गर्नुभएको छ होइन। आई रियली वान्ट माई अन कम्युनिटी एज वेल होइन। आइ एम वर्किङ अन द्याट होइन। वान्स मैले चाहिँ यहाँ चाहिँ
हुन्छ नि मेरो कम्युनिटी बनाएँ मैले चाहिँ यहाँ चाहिँ केही हुन्छ नि मेरो आफ्नो पर्सनल केही बनायो भने चाहिँ हजुरहरू पनि आउन सक्नुहुन्छ इट विल बी लाइक बिग बिग ह्युज वेलकम फर यु होइन त्यसको लागि चाहिँ मैले काम गरिरहेको छु तपाईँहरू चाहिँ सम्पर्कमा रहिराख्नु होला वन्स मेरो चाहिँ केही न केही लन्च भइसकेपछि बिकज आई लर्न द स्किल्स फ्रम हियर क्या मैले त्यो स्किल्सहरू पनि मैले यहाँदेखि सिकेँ नि त होइन सिकिसकेपछि मैले चाहिँ यहाँ चाहिँ आफ्नो पनि केही गरौँ न त केही गरेर चाहिँ म अगाडि अगाडि बढ्न सक्छु भने चाहिँ त्यो खालको मैले चाहिँ यहाँ चाहिँ माइन्ड सेटहरू त्यही खालको स्किल्सहरू चाहिँ मैले यहाँदेखि चाहिँ सिकेँ क्या होइन त्यसले गर्दा चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ माई बुक होइन तपाईँहरूले चाहिँ यहाँ चाहिँ आफ्नै इ बुकहरू क्रिएट गर्न पनि सक्नुहुन्छ होइन इट्स भेरी भेरी गुड बाई द वे होइन त्यसले गर्दा तपाईँको चाहिँ यहाँ चाहिँ एकदमै राम्रो छ होइन अनि हाम्रो चाहिँ यहाँ चाहिँ क्यालेन्डर छ जहाँ कि तपाईँले यहाँ जुन जुन यो ब्लूमा देख्नु भएको छ दिज अल आर लाइफ कोचिङ ट्रेनिङहरू हो होइन आज चाहिँ 11 बजी छ डिबिए वर्कआउट छ तपाईँले चाहिँ यहाँ चाहिँ 11 बजी छ तर हामी सुत्छौँ होइन तर द्याट्स टोटली फाइन तपाईँले चाहिँ यहाँ चाहिँ भोलि पनि छ पर्सि पनि छ वेन इफ इज फिल कम्फर्टेबल फर यु तपाईँले चाहिँ यहाँ चाहिँ तपाईँको टाइम स्केड्युल अनुसार चाहिँ जोइन गरेर चाहिँ तपाईँले यहाँ चाहिँ यो ट्रेनिङहरू लिन सक्नुहुन्छ क्या जस्ट इन केस तपाईँले चाहिँ यहाँ चाहिँ ट्रेनिङहरू जोइन गर्न पाउनु भएन भने चाहिँ तपाईँले चाहिँ यहाँ चाहिँ रिप्लेहरू पनि पाउन सक्नुहुन्छ क्या होइन यो चाहिँ कस्तो राम्रो हो यो चाहिँ होइन पोडकास्ट गेस्टिङ मस्ट वाउ द्याट्स रियली गुड होइन यो चाहिँ मलाई एकदमै जोडिनु चाहिँ मन छ तर जुन राति छ तर आई डोन्ट ह्याभ टु वरी अबाउट इट आई विल गेट द रिप्ले फर द्याट होइन इट्स भेरी गुड होइन त्यसले गर्दा तपाईँको चाहिँ यहाँ चाहिँ रिप्लेहरू पाउन सक्नुहुन्छ क्या तर लाइभ कोचिङ ट्रेनिङहरू चाहिँ तपाईँको चाहिँ एभ्री मन्थ हुन्छ यसरी नै होइन जस्तो मे छ अप्रिलको लागि पनि इट्स अलरेडी सेटअप द क्यालेन्डर क्या मेको लागि पनि अलरेडी क्यालेन्डर चाहिँ सेटअप भइसकेको छ तपाईँले यहाँ चाहिँ आफ्नो टाइम कन्भिनियन्स अनुसार चाहिँ तपाईँले जोइन गर्न सक्नुहुन्छ है जोइन गर्न पाउनु भएन भने द्याट्स टोटली फाइन होइन तपाईँले चाहिँ यहाँ चाहिँ वरी गरिराख्नु पर्दैन त्यो ट्रेनिङ चाहिँ हुन्छ नि लाइक एभ्री मन्थ चाहिँ नयाँ नयाँ तरिकाले चाहिँ आइरहेको हुन्छ होइन अनि तपाईँको चाहिँ यहाँ चाहिँ यो डिजिटल बोस एकाडेमीभित्र तपाईँले चाहिँ यहाँ चाहिँ जोइन गरिसकेपछि तपाईँले यो सबै स्क्रिन्सहरू एक्ज्याक्टली जस्तो देख्नु भएको छ तपाईँले त्यस्तै नै पाउनुहुन्छ है त तपाईँले वेलकम ट्रेनिङहरू पाउनुहुन्छ माइन्ड सेट छ कोर फन्डामेन्टलहरू छ तपाईँले चाहिँ यहाँ चाहिँ स्टोरी टेलिङ छ तपाईँले यहाँ चाहिँ मैले भनिहालेँ नि तपाईँको चाहिँ यहाँ चाहिँ एउटा अनलाइन स्टोर हुन्छ क्या होइन अनलाइन स्टोरमा चाहिँ तपाईँको चाहिँ यहाँ चाहिँ फर इक्जाम्पल बिकन स्टोर तपाईँले स्ट्यान स्टोर तपाईँले चाहिँ यहाँ चाहिँ लिङ्कडेन लिङ्क ट्री होइन त धेरै किसिमको तपाईँले अनलाइन स्टोरहरू क्रिएट गर्न सक्नुहुन्छ इट्स अल गन बी अप टु यु विच वन यु चुज इट मेरो चाहिँ बिकन स्टोर छ होइन त्यहाँभित्र चाहिँ मैले चाहिँ यहाँ चाहिँ डिजिटल प्रोडक्टहरू मैले राखेको छु जो पनि मसँग इन्ट्रेस्टेड हुन्छ दे विल बाई फ्रम द्याट होइन आई डोन्ट ह्याभ टु गो फिजिकली टु सेल इट क्या होइन त्यसले गर्दा चाहिँ यहाँ चाहिँ हुन्छ नि यो अटोमेसन सिस्टमले चाहिँ हुन्छ नि लाइक हामीले चाहिँ जसले त्यो काम गरिराखेको हुन्छ कि हाम्रो ब्याकग्राउन्डमा चाहिँ होइन विच इज रियली गुड होइन त्यसले गर्दा तपाईँको चाहिँ यहाँ चाहिँ एनी टाइम तपाईँले चाहिँ यहाँ चाहिँ इन्कमहरू गर्न सक्नुहुन्छ अनि तपाईँको चाहिँ यहाँ चाहिँ हाउ टु लन्च यो अनलाइन बिजनेस होइन कसरी गर्ने के गर्ने तपाईँले आफ्नै ब्रान्ड पनि कसरी क्रिएट गर्ने होइन आफ्नो ब्रान्डहरू तपाईँले कसरी चाहिँ अगाडि बढाउन सकिन्छ त्यो कुराहरू सिक्न सक्नुहुन्छ होइन दिस इज भेरी भेरी गुड तपाईँले यहाँ चाहिँ डिबिएमा भोल्युम 1 एन्ड भोल्युम 2 छ होइन आई हाइली रेकमेन्ड गो टु द भोल्युम 2 किन भन्दा भोल्युम 2मा चाहिँ यति धेरै एडभान्स कुराहरू तपाईँले पाउन सक्नुहुन्छ होइन तपाईँले यहाँ देख्न सक्नुहुन्छ तपाईँले चाहिँ यहाँ चाहिँ टिकटक सपदेखि लिएर तपाईँले यहाँ चाहिँ पिन्ट्रेस्ट छ तपाईँले यहाँ चाहिँ एसियामा डिजिटल एन्ड फिजिकल प्रोडक्टहरू कसरी सेल गर्ने भन्ने कुराहरू सिक्न सक्नुहुन्छ हाउ टु बिकम अ भर्चुअल एसिस्टेन्टको कुराहरू सिक्न सक्नुहुन्छ ड्रप सिपिङको काम पनि तपाईँले चार किसिमले सिक्न सक्नुहुन्छ प्रिन्टपुल छ प्रिन्टिफाई छ सपिफाई छ इबे ड्रप सिपिङको कामहरू पनि तपाईँले सिक्न सक्नुहुन्छ तपाईँले चाहिँ यहाँ चाहिँ डिजिटल मार्केटिङ नै गर्दिनँ मैले चाहिँ डिफ्रेन्ट वेमा चाहिँ पैसा कमाउँछु भन्नुहुन्छ भने तपाईँले ड्रप सिपिङ पनि गर्न सक्नुहुन्छ होइन म चाहिँ भर्चुअल एसिस्टेन्टको कामहरू सिक्छु भन्नुहुन्छ भने पनि तपाईँले भर्चुअल एसिस्टेन्टको कामहरू पनि सिक्न सक्नुहुन्छ क्या यु हेभ सो मेनी वेज टु डु दिस थिङ्स होइन अनि तपाईँको चाहिँ यहाँ चाहिँ सपिफाई छ लिङ्कडेन छ होइन तपाईँले हाउ टु बिकम अ ट्राभल एजेन्टको कुराहरू सिक्न सक्नुहुन्छ अनि मेन इन मार्केटिङ छ तपाईँले होलसेल रियल इस्टेटको कुराहरू छ होइन त्यो टुरो बिजनेस छ एमाजोन केडिपी छ मास्टर म्यानिफेस्टिङ छ लाइफ इन्सुरेन्सको कुराहरू छ होइन होम स्किलिङको कुराहरू छ लाइक हुन्छ नि इबे ड्रप सिपिङहरू एआई एन्ड अटोमेसनको कुराहरू हाउ हुन्छ नि स्टार्ट यो अन भर्चुअल कल सेन्टरहरू यो सबै कुराहरू तपाईँले यहाँ चाहिँ अल इन वान सिक्न सक्नुहुन्छ क्या होइन अल इन डिजिटल बोस एकाडेमी क्या होइन त्यसले गर्दा तपाईँले चाहिँ यहाँ चाहिँ धेरैभन्दा धेरै कुराहरू सिक्न सक्नुहुन्छ क्या तपाईँले यहाँ देख्न सक्नुहुन्छ होइन भोल्युम 1 छ भोल्युम 1मा चाहिँ तपाईँले चाहिँ यहाँ चाहिँ हुन्छ नि मिलियनर माइन्डसेटदेखि लिएर इमेल मार्केटिङदेखि लिएर क्यापकट भिडियो एडिटिङहरूको कुराहरूदेखि लिएर एसइओ अप्टिमाइजेसनको कुराहरूदेखि लिएर युजिसी फर बिगिनर्स एफिलिएट मार्केटिङ यो सबै कुराहरू तपाईँले पाउन सक्नुहुन्छ क्या होइन तपाईँले चाहिँ यो डिजिटल मार्केटिङ भन्ने बित्तिकै चाहिँ हामीले काम के गर्ने हो भन्दा तपाईँले चाहिँ यहाँ चाहिँ प्रमोट गर्ने हो नि त होइन प्रमोट भनिसकेपछि हामीले कहाँ गएदेखि गर्ने हो भन्दा सोसियल मिडिया थ्रु गर्ने हो नि त होइन सोसियल मिडिया थ्रु चाहिँ हामीले कसरी गर्ने हो भन्दा हामीले दुई किसिमले गर्न सकिन्छ एउटा फेस देखाएर एउटा फेस नदेखाएर कन्टेन्ट क्रिएसन गरेर होइन हामीले चाहिँ यो बिजनेसको बारेमा यो प्रोडक्टको बारेमा यो डिबिएको बारेमा वाट एभर यु वान्टेड त्यसको बारेमा चाहिँ तपाईँले यहाँ चाहिँ प्रमोट गर्न सक्नुहुन्छ कन्टेन्ट क्रिएसन गरेर तपाईँले यहाँ चाहिँ कन्टेन्ट क्रिएसन चाहिँ बोलेर तपाईँले चाहिँ यहाँ चाहिँ यसको बारेमा मार्केटिङ गर्न पनि सक्नुहुन्छ भने चाहिँ यदि तपाईँलाई चाहिँ बोल्न अनकम्फर्टेबल लाग्छ मलाई चाहिँ मार्केटिङ गर्नको लागि एकदमै बोल्न डर लाग्छ भने चाहिँ यु क्यान डु द फेसलेस होइन फेसलेसको लागि चाहिँ हामीले चाहिँ टन्स हाम्रो चाहिँ भिडियो रिल्सहरू छ होइन डन फर यु भएको रिल्सहरू छ तपाईँले चाहिँ यहाँ चाहिँ बनाइराख्नु परेन होइन जहाँ कि तपाईँले चाहिँ यहाँ चाहिँ
आफ्नो तरिकाले एडिटहरू गर्नुहुन्छ के राख्ने कसो राख्ने तपाईँले अट्र्याक्टिभ वेले चाहिँ तपाईँले यहाँ चाहिँ एडिटहरू गरेर पोस्ट गर्न पनि सक्नुहुन्छ। त्यसले गर्दा यहाँ चाहिँ फेसलेसको लागि पनि तपाईँले यहाँ चाहिँ हुन्छ नि थाउजन्ड्स अफ थाउजन्ड रिल्सहरू चाहिँ तपाईँले चाहिँ पाउन सक्नुहुन्छ होइन। त्यसले गर्दा तपाईँको चाहिँ यहाँ चाहिँ कन्टेन्ट क्रिएसनको लागि चाहिँ यु डोन्ट ह्याभ टु वरी अबाउट इट क्या, होइन के बोल्ने होला कहाँ जाने होला के भनेर बेच्ने के बोल्ने यु डोन्ट ह्याभ टु वरी अबाउट, तपाईँले सबै ट्रेनिङहरू तपाईँले यहाँभित्र पाउनुहुन्छ क्या होइन। त्यसले गर्दा तपाईँले चाहिँ यहाँ चाहिँ यस्तो कुराहरूको टेन्सन चाहिँ गरिराख्नु परेन होइन। तपाईँले चाहिँ यहाँ चाहिँ लाइक हुन्छ नि यो चाहिँ के भन्छ ब्लू प्रिन्ट छ क्या, जुन कि तपाईँले यहाँ चाहिँ स्टेप बाई स्टेप सबै कुराको गाइडेन्सहरू चाहिँ दिएको हुन्छ। अनि तपाईँले चाहिँ यहाँ चाहिँ च्याट जिपिटी फन्डामेन्टल छ जुन कि तपाईँले एआई भइहाल्यो होइन। च्याट जिपिटी थ्रु चाहिँ तपाईँले यहाँ चाहिँ इमेलहरू लेख्न होस्, तपाईँले चाहिँ यहाँ चाहिँ हुन्छ लाइक कुनै पनि कन्टेन्ट क्रिएसन गर्न होस्, तपाईँले यहाँ चाहिँ केही हुन्छ स्टार्टर्सहरू लेख्न वाट एभर यु वान्ट यु क्यान जस्ट आस्क द च्याट जिपिटी, इट क्यान क्रिएट फर यु इन 1 सेकेन्ड होइन। त्यसले गर्दा तपाईँको चाहिँ यहाँ चाहिँ हुन्छ नि मैले अघि भर्खरै होइन इमेलहरू लेखेँ होइन लाइक राइट फर मी लाइक हुन्छ नि क्रिएट अ कन्टेन्ट फर मी होइन, क्रिएट अ कन्टेन्ट फर मी लाइक क्रिएट 10 कन्टेन्ट होइन। तपाईँले यहाँ चाहिँ 10 भन्नुभयो भने लाइक इट्स क्यान क्रिएट फर यु इन 10 सेकेन्ड होइन। कन्टेन्ट 10 कन्टेन्ट फर मी फर टिकटक होइन। तपाईँको चाहिँ यहाँ चाहिँ एकछिनमा तपाईँको चाहिँ यहाँ चाहिँ कन्टेन्ट क्रिएसनहरू चाहिँ रेडी भएर यसरी चाहिँ आएको हुन्छ क्या होइन। त्यसले गर्दा तपाईँको चाहिँ यहाँ चाहिँ सब यु हेभ टु लर्न फर्स्ट होइन। तपाईँले यहाँ सिक्नुभयो भने चाहिँ इट्स भेरी भेरी गुड होइन। त्यसले गर्दाखेरि चाहिँ दिस इज लाइक इजी सिम्पल टु फलो इट होइन। तपाईँले सिक्दै जानुभयो भने चाहिँ इट विल बी इजी फर यु टु डु दिस थिङ्स होइन। त्यसले गर्दा चाहिँ तपाईँको चाहिँ यहाँ चाहिँ हुन्छ नि लाइक एकछिनमा तपाईँको चाहिँ यहाँ चाहिँ 10वटा जुन लाइक रिल्सहरू एकछिनमै रेडी हुन्छ क्या होइन। सो आई विल टिच यु हाउ टु डु दोज थिङ्स एज वेल होइन। तर तपाईँले मेन ट्रेनिङहरू चाहिँ तपाईँले यहाँभित्र पनि पाउन सक्नुहुन्छ। अनि हाम्रो चाहिँ यहाँ चाहिँ सोसियल मिडिया ट्रेनिङहरू पनि छ। तपाईँले सोसियल मिडिया चाहिँ कसरी मास्टर गर्ने त, सोसियल मिडियामा तपाईँले यहाँ चाहिँ प्रपर तरिकाले कसरी चलाउने त होइन। अर्को फोटो भिडियो हेरेर यतिकै बस्नुभन्दा होइन आफ्नो इन्कम अर्निङ एक्टिभिटिजहरू यहाँदेखि चाहिँ कसरी गर्ने त होइन, त्यो कुराहरू चाहिँ तपाईँले यहाँ चाहिँ सिक्न चाहिँ सक्नुहुन्छ क्या होइन। अर्को भनेको चाहिँ हाम्रो चाहिँ पिएलआर बोल्ड छ जुन कि तपाईँको प्राइभेट लेभल राइट छ, जहाँ कि तपाईँले चाहिँ यहाँ चाहिँ बन्च अफ तपाईँले चाहिँ यहाँ चाहिँ इबुक्सहरूदेखि लिएर होइन तपाईँले चाहिँ यहाँ चाहिँ रिल्सहरूदेखि लिएर तपाईँले चाहिँ यहाँ चाहिँ आफ्नो तरिकाले कस्टमाइज गरेर सेल गर्न पनि सक्नुहुन्छ क्या होइन। तपाईँको चाहिँ यहाँ चाहिँ हुन्छ नि लाइक यहाँ देख्न सक्नुहुन्छ फेसलेस मार्केटिङ पिएलआर होइन, पिएलआर प्रोडक्टहरू यो सबै कुराहरू तपाईँले चाहिँ यहाँ चाहिँ डन भएको रिल्सहरू पनि छ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ दिस इज भेरी भेरी गुड। तपाईँले यहाँ चाहिँ रिल्सहरू देख्न सक्नुहुन्छ दिस अल डन फर यु क्या होइन। तपाईँले चाहिँ यहाँ देख्न सक्नुहुन्छ होइन यो चाहिँ एक्जाम्पल मात्रै हो है। तपाईँले चाहिँ यहाँ चाहिँ फेरि गर्ल्सको रहेछ, यु डोन्ट ह्याभ टु वरी अबाउट वी हेभ म्यान फर म्यान एज वेल होइन। तपाईँको चाहिँ यहाँ चाहिँ यस्तो यस्तो भिडियोहरू रिल्सहरू एभ्री डन फर यु क्या होइन। तपाईँले यहाँ चाहिँ कन्टेन्ट क्रिएसन गर्दाखेरि यु जस्ट हेभ टु कस्टमाइज इट राइट इट इन समथिङ इन द टप सो यु क्यान डु इट फ्रम द्याट होइन। त्यसले गर्दा तपाईँको चाहिँ डन फर भएको रिल्सहरू पनि धेरैभन्दा धेरै कुरा पाउन सक्नुहुन्छ। तपाईँले कानबादेखि लिएर कसरी गर्ने के गर्ने तपाईँले त्यहाँदेखि चाहिँ जान चाहिँ सक्नुहुन्छ क्या। सो यु डोन्ट ह्याभ टु वरी अबाउट एनिथिङ एट अल है त। ओके लेट्स गो टु द नेक्स्ट वान। अनि तपाईँको चाहिँ यहाँ चाहिँ अर्को कुरा के छ भन्दाखेरि चाहिँ वास्तवमा चाहिँ यहाँ चाहिँ पैसा चाहिँ कहाँबाट आउँछ त फेरि होइन भन्नुहुन्छ भने चाहिँ यहाँ चाहिँ मेन कुरा भनेको चाहिँ फर्स्टमा चाहिँ तपाईँले डिजिटल बोस एकाडेमी जोडिनु भयो भने चाहिँ तपाईँले यहाँ चाहिँ स्ट्रेट अवे तपाईँले यहाँ चाहिँ रिसेल राइट पाउनुहुन्छ। तपाईँले स्ट्रेट अवे नै तपाईँले चाहिँ यहाँ चाहिँ सेल गर्न सक्नुहुन्छ, हुन्छ नि रिफर गर्न सक्नुहुन्छ वेर एभर यु वान्ट वेन एभर यु वान्ट इट होइन। तपाईँ चाहिँ त्यहाँदेखि चाहिँ हुन्छ नि लाइक लर्न एन्ड अर्न इन द सेम टाइम हो क्या। तपाईँले चाहिँ यहाँ चाहिँ 6 महिना सिक्नुपर्छ, 9 महिना सिक्नुपर्छ, 1 वर्ष यु डोन्ट ह्याभ टु वरी अबाउट। तपाईँले एक वान टाइम मात्र तपाईँले चाहिँ यहाँ चाहिँ जोइन गर्नुहुन्छ, त्यसपछि तपाईँले सधैँभरिले एक्सेस पाउनुहुन्छ क्या। तपाईँले जहिले गर्छु भन्दा पनि भयो, जहिलेबाट स्टार्ट गर्छु भन्दा पनि भयो होइन। त्यसले गर्दा तपाईँले यहाँ चाहिँ एभ्री टाइम तपाईँले डिबिए नै सेल गर्न चाहनुहुन्छ, डिबिएलाई नै प्रमोट गर्न चाहन्छ, डिबिए नै सेल गर्न चाहनुहुन्छ भने तपाईँले यहाँदेखि चाहिँ तपाईँले 85% कमिसन बनाउन सक्नुहुन्छ भने डिबिए भित्रको पनि तपाईँले पिएलआर प्रोडक्टहरू जुन कि डिजिटल प्रोडक्टहरू छ जुन कि तपाईँले सेल गर्न सक्नुहुन्छ, तपाईँले त्यहाँदेखि चाहिँ 100% प्रफिट बनाउन चाहिँ सक्नुहुन्छ है। अनि तपाईँले चाहिँ यहाँ चाहिँ डन फरको रिल्सहरू छ, सबै कुराहरू छ क्या यहाँ चाहिँ होइन। तपाईँले चाहिँ यहाँ चाहिँ इमेल मार्केटिङहरू कसरी गर्ने, तपाईँले अटोमेसन सिस्टमहरू कसरी सेटअप गर्ने, हरेक कुराको तपाईँले चाहिँ यहाँ चाहिँ ट्रेनिङहरू पाउनुहुन्छ भने चाहिँ यहाँ चाहिँ मेन कुरा भनेको कोचिङ क्लासेसहरू पाउनुहुन्छ। मेरो तर्फबाट चाहिँ तपाईँले हप्तामा एकचोटि चाहिँ तपाईँले यहाँ चाहिँ कोचिङ क्लासेसहरू पाउनुहुन्छ, ट्रेनिङहरू पाउनुहुन्छ होइन, विच इज रियली रियली गुड होइन। तपाईँको चाहिँ यहाँ चाहिँ आफ्नो हिसाबमा काम गर्न सक्नुहुन्छ, काममा होस् घरमा होस् देशमा होस् विदेशमा होस् तपाईँले जहाँ बसेर पनि काम गर्न सक्नुहुन्छ एज अ फुल टाइम पार्ट टाइम वाट एभर यु वान्ट इट होइन। तपाईँले चाहिँ त्यसरी चाहिँ गर्न सक्नुहुन्छ। अनि तपाईँले चाहिँ यहाँ चाहिँ आफ्नै ब्रान्ड पनि क्रिएट गर्न सक्नुहुन्छ। तपाईँले पछि गएर डिबिए जस्तै तपाईँले चाहिँ यहाँ चाहिँ केही गर्छु भन्नुहुन्छ भने यु क्यान डु द्याट एज वेल इन द फ्युचर होइन। किन भन्दाखेरि हामी चाहिँ सधैँभरि होइन काम घर गर्नको लागि मात्रै जन्मिरहेको त होइन नि त होइन। वी हेभ टु डु समथिङ इन आवर लाइफ, वी निड टु चेन्ज इन आवर लाइफ होइन। त्यसले गर्दाखेरि चाहिँ हुन्छ नि लाइक चेन्ज त त्यतिकै त हुँदैन फेरि होइन, केही न केही त एक्सनले त चल्नु
गर्नुपर्ने हुन्छ नि त होइन। त्यसले गर्दा तपाईँको चाहिँ यहाँ चाहिँ एक्सन टेकर हुनुपर्छ कि लाइफमा चाहिँ होइन। त्यसले गर्दाखेरि चाहिँ मेन कुरा भनेको सिक्नु भयो भने मैले गर्न सकेछु भने तपाईँहरू पनि गर्न सकिहाल्नुहुन्छ क्या होइन। मैले चाहिँ यहाँ चाहिँ हुन्छ लाइक इट्स बिन 2 weeks होइन, इट्स बिन एभ्री डे आइएम मेकिङ मनी होइन। त्यसले गर्दा तपाईँको चाहिँ यहाँ चाहिँ मेन कुरा भनेको सिक्नु भयो भने मैले गर्न सकेछु भने तपाईँहरू पनि डेफिनेटली गर्न सक्नुहुन्छ। इट इज प्रुभन, इट डज वर्क। यहाँदेखि चाहिँ नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि धेरैजनाले पैसा कमाइराख्नु भएको छ होइन। एकजना सिस्टर हुन्छ नेपालदेखि, उहाँले पनि अघि भर्खरै पैसा बनाएको भन्नुहुन्थ्यो होइन। सो इट्स भेरी गुड होइन। अर्को कुरा आयो, यहाँ चाहिँ इन्भेस्टमेन्टको आवश्यकता पर्छ कि पर्दैन त, फेरि पैसा हाल्नुपर्छ कि पर्दैन त भनेर धेरैजनाले भन्नुहुन्छ होइन। यहाँ चाहिँ त्यो मेन क्वेसन्स भनेको, मेन हामीले स्टप गर्ने भनेको चाहिँ यही हो क्या। किन भन्दाखेरि हामीलाई चाहिँ होइन ब्याङ्क कार्ड निकालेर राख्नु चाहिँ अलिकति अनकम्फर्टेबल लाग्छ, अलिकति डर पनि लाग्छ नि त होइन। यसको आन्सर हो यस, तपाईँलाई चाहिँ यहाँ चाहिँ इन्भेस्टमेन्टको आवश्यकता चाहिँ पर्छ होइन। सुरु गर्नको लागि, तपाईँले सिक्नको लागि मेरो पर्सनल ट्रेनिङहरू चाहिँ तपाईँले फ्रीमा पाउन सक्नुहुन्छ। जुन पनि यो इन्भेस्टमेन्ट हुन्छ यो चाहिँ जस्ट वान टाइम इन्भेस्टमेन्ट हो। तपाईँले चाहिँ यहाँ चाहिँ घरिघरि किन्ने बेच्ने हो सक्यो, यु डोन्ट ह्याभ टु वरी अबाउट एनिथिङ एट अल होइन। तपाईँले यहाँ चाहिँ जस्ट वान टाइम इन्भेस्टमेन्ट हो, जहाँ कि तपाईँले चाहिँ यहाँ चाहिँ त्यहाँदेखि चाहिँ तपाईँले जतिचोटि पनि तपाईँले यहाँ चाहिँ 1 to 2 कस्टमर बनाउनु भयो भने तपाईँले आफ्नो मनी ब्याक गर्न सक्नुहुन्छ। त्यसपछि भनेको तपाईँले यहाँ चाहिँ हुन्छ नि लाइक ओन्ली अर्न मनी हो क्या। त्यसपछि भनेको प्यासिभ इन्कम गर्न सक्नुहुन्छ। तपाईँलाई कुनै पनि मन्थली फी, कुनै पनि किन्ने बेच्ने कुनै पनि कुराहरू गरिराख्नु पर्दैन। त्यसले गर्दा तपाईँको यहाँ चाहिँ 1 देखि 2 कस्टमर बनाउनु भयो भने तपाईँले आफ्नो मनी ब्याक गर्न सक्नुहुन्छ, आफ्नो लगानी उठाउन सक्नुहुन्छ। त्यसपछि भनेको 15वटा 20वटा 100वटा जति पनि बनाउनुहोस्, द्याट्स अल गन बी यो अल प्रफिट। त्यसपछि भनेको प्रफिटै प्रफिट मात्रै हो। तपाईँले त्यसपछि चाहिँ हुन्छ नि लाइक किनिराख्नु पर्ने, बेचिराख्नु पर्ने, यु डोन्ट ह्याभ टु वरी अबाउट एनिथिङ एट अल होइन। तपाईँले त्यसपछि भनेको यु ओन्ली सेल इट है। त्यसले गर्दाखेरि चाहिँ तपाईँहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ भने वी हेभ लाइक डिजिटल बस एकाडेमी, जसको प्राइस चाहिँ तपाईँको चाहिँ यहाँ चाहिँ भोल्युम 1को चाहिँ तपाईँको यहाँ चाहिँ जस्ट $111 छ भने चाहिँ भोल्युम 2को चाहिँ $222 छ। यदि तपाईँ भोल्युम 2मा जोडिनु भयो भने भोल्युम 1 तपाईँले चाहिँ यहाँ चाहिँ फ्रीमा पाउन सक्नुहुन्छ। किन भन्दा भोल्युम 2को चाहिँ तपाईँले चाहिँ यहाँ चाहिँ 222 छ, जहाँ कि तपाईँले धेरै एडभान्स कुराहरू पनि सिक्न सक्नुहुन्छ भने चाहिँ भोल्युम 1 चाहिँ तपाईँले फ्रीमा पाउन पनि सक्नुहुन्छ, विच इज रियली रियली गुड होइन। तपाईँले चाहिँ यहाँ चाहिँ हुन्छ लाइक एक किन्दा अर्को फ्रीमा क्या होइन। तपाईँ चाहिँ त्यो चाहिँ हुन्छ यहाँ चाहिँ होइन, जुन कि तपाईँले चाहिँ भोल्युम 1 पनि सेल गर्न सक्नुहुन्छ, भोल्युम 2 पनि सेल गर्न सक्नुहुन्छ। जुन कि तपाईँले चाहिँ यहाँ चाहिँ 222 तपाईँले चाहिँ यहाँ चाहिँ तिरे बापत चाहिँ तपाईँले $111 पनि तपाईँले एक्स्ट्रा पाउनुहुन्छ। जुन कि तपाईँले चाहिँ 111 प्लस तपाईँले 222 तपाईँले दुवै किसिमको तपाईँले यहाँ चाहिँ प्रमोट गरेर बेच्छु भन्दा पनि पाउनुहुन्छ है त। त्यसले गर्दा तपाईँको चाहिँ यहाँ चाहिँ हुन्छ नि लाइक इट्स अल इन वान गो हो क्या यहाँ भनेको चाहिँ होइन। डिजिटल बोस एकाडेमीभित्र तपाईँले आउनुहुन्छ, सिक्नुहुन्छ, तपाईँले यहाँदेखि चाहिँ कुन वेमा चाहिँ तपाईँले अनलाइनबाट पैसा कमाउने त, इट्स अल गन बी अप टु यु विच एभर यु वान्ट इट होइन। त्यसले गर्दाखेरि चाहिँ मेन कुरा भनेको देयर आर सो मेनी अप्सन्स फर यु है। अब क्वेसन्स आयो तपाईँहरूको होइन। तपाईँ चाहिँ यहाँ चाहिँ एनी क्वेसन्स, तपाईँको चाहिँ यहाँ चाहिँ के क्वेसन्सहरू छ भने चाहिँ अब तपाईँहरूको पालो छ होइन। अब क्वेसन सोध्ने पालो चाहिँ होइन। किन भन्दाखेरि अब तपाईँलाई चाहिँ मनमा लागेको क्वेसन्सहरू, ओ माई गड के होला, कस्तो होला, कहाँबाट जाने होला, अब चाहिँ हुन्छ नि जति पनि क्वेसन्सहरू छ तपाईँले चाहिँ अब चाहिँ सोध्न सक्नुहुन्छ है त। ओके, कस्तो लाग्यो तपाईँहरूलाई चाहिँ एकचोटि चाहिँ सुरुमा चाहिँ भनिदिनुहोस् ल कस्तो लाग्यो भनेर चाहिँ च्याटमा लेखिदिनुहोस्। च्याटमा आइसा कस्तो लाग्यो च्याटमा लेख्नुहोस्, प्रशंसा। एकदम भेरी राम्रो। नाइस। पानी खानुहोस्। थ्याङ्क यू सो मच। खाइहालेँ ल। थ्याङ्क यू सो मच। आई रियली लाइक इट भन्नुभएको छ। थ्याङ्क यू सो मच एरिस, थ्याङ्क यू सो मच। ओके, लेट्स आस्क द क्वेसन्स। हाई मिनाजी। हाई। एकदम ठिकै, एकदम राम्रो लागिरहेछ, सुनिरहेछु, फलो पनि गरिरहेको छु। यो टिकटक सप भनेको चाहिँ सुनिरहेको छु। यो चाहिँ के हो, आफ्नो सामान प्रमोट गरेर बेच्ने हो कि टिकटक सपमा के गर्नुपर्ने हो? टिकटक सप पनि तपाईँको चाहिँ एज ए एफिलेट हो त्यो पनि होइन। जस्तो तपाईँको चाहिँ यहाँ चाहिँ टिकटक हजुर। सपमा चाहिँ तपाईँको त्यो टिकटक सप टिकटकभित्र चाहिँ तपाईँको चाहिँ त्यहाँभित्र पनि मार्केटिङ गर्ने मान्छेहरू धेरै छन् क्या होइन। जसले चाहिँ तपाईँको चाहिँ यहाँ चाहिँ एउटा कसैले तपाईँको चाहिँ यहाँ चाहिँ प्रोडक्ट बनाएको छ भने टिकटक थ्रु उनीहरूले सेल गर्न खोजिरहेका हुन्छन् होइन। अनि तपाईँको चाहिँ यहाँ चाहिँ त्यो थ्रु तपाईँले चाहिँ यहाँ चाहिँ सेल गर्न खोजिरहेका हुन्छन्। अनि उनीहरूले चाहिँ तपाईँलाई चाहिँ एज अ हुन्छ नि लाइक थर्ड हुन्छ नि लाइक फर इक्जाम्पल डिबी होइन, डिबीको प्रमोट मैले गर्छु भने चाहिँ तपाईँले चाहिँ कसैको प्रोडक्ट तपाईँले त्यहाँदेखि चाहिँ प्रमोट गर्न चाहिँ सक्नुहुन्छ क्या। त्यहाँदेखि चाहिँ तपाईँले थोरै कमिसन बनाउन सक्नुहुन्छ, $2 $3 हुन्छ नि लाइक इट्स डिपेन्ड्स अन द प्रोडक्ट। तपाईँले यहाँ चाहिँ धेरै ठुलो प्रोडक्टहरू, तपाईँले अलिक एक्सपेन्सिभ प्रोडक्टहरू सेल गर्दै हुनुहुन्छ भने तपाईँले त्यही अनुसारको कमिसनहरू बनाउनुहुन्छ होइन। तपाईँले चाहिँ यहाँ चाहिँ अलिकति थोरै थोरै सामानहरू बेच्दै हुन्छ भने तपाईँले त्यही अनुसारको कमिसनहरू बनाउनुहुन्छ। त्यो चाहिँ तपाईँले चाहिँ प्रोडक्टहरू चाहिँ तपाईँले प्रमोट गरेर चाहिँ गर्न सक्नुहुन्छ त्यहाँ चाहिँ। त्यसको लागि पनि टिकटक सपको लागि तपाईँले चाहिँ त्यहाँ चाहिँ प्रोसेसहरू चाहिँ छ तपाईँको चाहिँ। ए, त्यही बुझ्न चाहेको, के रहेछ भनेर। द्याट्स सो स्विट, थ्याङ्क यू सो मच। थ्याङ्क यू।
तपाईँ त कति अनि के सिस हामीले कि अब यो सबै कुराहरू स्टार्ट गरेर सिक्न सुरु गरिसकेपछि सोपिफाईहरूमा भयो नि लगत्तै यस्ता कुनै उहरूमा जस्तो क्यानभाबाट हाम्रो आफ्नै डिजाइनहरू बनाएर होइन अनि त्यसलाई हामीले सोपिफाईमा भयो अनि स्टिम त्यो छ नि एपहरू त्यसमा चाहिँ हामीले सेल हाम्रो आफ्नो प्रडक्ट बनेर चाहिँ सेल गर्न इजिली सकिन्छ होइन त्यसमा कि सकिँदैन? ड्रप सिपिङ थ्रु चाहिँ तपाईँको चाहिँ त्यही अनुसारको त्यहाँभित्र चाहिँ हुन्छ। कानभाबाट तपाईँले चाहिँ एडिट गरेर तपाईँले आफ्नो डिजाइनहरू गरेर चाहिँ गर्न चाहिँ सक्नुहुन्छ। त्यसमा चाहिँ तपाईँले टेम्प्लेटहरू फर इक्जाम्पल कप बेच्नुहुन्छ, तपाईँले चाहिँ यहाँ चाहिँ टी सर्टहरू बेच्नुहुन्छ। सरी। प्रिन्टिफाई छ नि क्यानभामा, हजुर। डाइरेक्ट खोल्न मिल्छ कि आफ्नो सपहरू क्यानभामा। या त्यसरी चाहिँ गर्न सकिन्छ होइन ओके एरिसिस? ओके थ्याङ्क यू। यो मोस्ट वेलकम। कस्तो लाग्यो भनिदिनु नि त अनि। मलाई त एकदमै राम्रो लाग्यो। हजुरले सबै कुराहरू एकदम डिटेल तरिकाले इलाबोरेट गर्नुभएको छ होइन। सबै जहाँसम्म लाग्छ हामी जति पनि सुन्नेहरू हुनुहुन्थ्यो सुनिराखेका छौँ नि हामीहरूले सबैले बुझियो। मैले चाहिँ बुझेँ एकदम क्लियरली नै। अब बाँकीहरूले चाहिँ के कति बुझ्नु भएको छ तर राम्रो राम्रो लाग्यो मलाई चाहिँ। थ्याङ्क यू सो गुड मच हजुर। अपर्च्युनिटी हो नि त। एब्सोल्युटली। यो चाहिँ तपाईँको चाहिँ कस्तो लाग्छ भन्दाखेरि बिजनेस सबैको लागि होइन क्या। तपाईँको चाहिँ यो चाहिँ स्पेसली तपाईँको लागि चाहिँ एउटा हुन्छ नि लागि तपाईँलाई चाहिँ एउटा क्ल्यारिटी मिल्नको लागि होइन तपाईँले केही न केही इन्फर्मेसनहरू पाउनुको धेरै राम्रो हो क्या। तपाईँले चाहिँ यहाँदेखि चाहिँ तपाईँलाई थाहा हुन्छ नि त मैले गर्न सक्ने रहेछु कि रहेनछु यो चाहिँ के रहेछ तपाईँले क्लियर बुझ्नुहुन्छ नि त त्यसपछि चाहिँ होइन। त्यो चाहिँ मेरो मेन भनेको टार्गेट भनेको त्यो पनि हो क्या। हुन्छ नि लाइक सबैजना अब त्यत्तिकै नबुझिकन आउँदाखेरि पछि गएर चाहिँ अरूलाई ब्लेम गर्नुभन्दा होइन तपाईँले चाहिँ बुझेर आउनु भयो भने चाहिँ राम्रो हुन्छ जस्तो मलाई लाग्छ क्या। हजुर हजुर एकदमै। सो सिकेर बुझेर बुझेर अनि सिकियो भने अनि पछि आफ्नो आफ्नो आफ्नै छुट्टै छुट्टै प्लानहरू त आफूले इम्प्लिमेन्ट गरिहालिन्छ। प्लस अब एक्ज्याक्टली। धेरै फाइदा चाहिँ हुन्छ यो सबै कुरा जानेर सिधै नजानेको ठाउँमा हात हाल्नु र थोरै बहुत जानेर जानुमा चाहिँ धेरै डिफ्रेन्ट हुन्छ नि त। एकदमै सो धेरै। एकदम थ्याङ्क यू। राम्रो। थ्याङ्क यू सो थ्याङ्क मच। यू हजुरलाई। यु मोस्ट वेलकम। थ्याङ्क यू सो मच हजुरलाई धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू सो मच। आई रियली एप्रिसिएट फर यर काइन्ड वर्ड्स। थ्याङ्क यू सो मच हजुरलाई पनि। यु मोस्ट अझै वेलकम। अझै अझै लामो जान्छ हो हाम्रो यो यो कल मतलब यो अब प्रोग्राम। चाहिँ हाम्रो Q&A